नमस्ते। नमस्ते। थ्याङ्क यू सबैजनालाई। लास्ट एपिसोड हाम्रो एपिसोड 9 हेल्थ एन्ड सेफ्टी अफिसर सौगात लमनसाल पछि हाम्रो न्यू एपिसोड सर्भाइभ राइज एन्ड थ्राइभमा योगेश लामेछानेजी हुनुहुन्छ। हजुरहरूले सर्भाइभ राइज एन्ड थ्राइभ सिरिजलाई एकदम मन पराइदिनु भएकोमा एकदम धन्यवाद भन्दै म हाम्रो एपिसोड 10 स्टार्ट गर्न जाँदैछु। स्वागत छ योगेशजी हजुरलाई। थ्याङ्क यू भेरी मच ब्रदर। ग्रेट। सो योगेशलाई मैले अलिकति ब्याकडेट जानु पर्दा चाहिँ योगेशलाई मैले भेटेको भनेको चाहिँ ब्याक इन 2022 हो, जब हामी चाहिँ क्यानाडा एप्लाई गर्दैथ्यौँ। सो उसको भिजा लगाइसकेको थियो, ऊ आउने तर्खरमा थियो अनि म चाहिँ भिजा वेट गर्दै थिएँ होइन। अनि त्यति बेला योगेशलाई भेटेको थिएँ, ऊ एकदम राम्रो गरेर आएको थियो। नेपालमा पनि अभियसली सबैले गर्छन् होइन। एन्ड देन हामी हजुर क्यानाडाको ड्रिम बोकेर आएको थियौँ होइन। हजुर सो डिफ्रेन्ट टाइमिङ है। सो हजुरले चाहिँ अहिले के गर्नु पर्यो भने हजुरले चाहिँ नेपालमा के गर्दै हुनुहुन्थ्यो होइन, लाइक लिटल अफ ब्याकग्राउन्ड। अनि यता क्यानाडा आउनु भएको कति भयो मैले भनिदिइसकेँ, तर हजुर के गर्दै हुनुहुन्थ्यो इन बिट्विन होइन। अनि जब चाहिँ अहिले के गर्दै हुनुहुन्छ, आफ्नो दिनचर्याहरू त्यो स्टार्ट गरौँ त्यहाँबाट। ओके, नमस्ते सबैजनालाई। जसले चाहिँ मलाई चिन्नुहुन्न, मेरो नाम योगेश लामिछाने। मेरो घर चाहिँ धादिङ हो, नेपालमा चाहिँ। हामी चाहिँ 2022मा होला है, जस्ट अप्रिल। अप्रिल त्यस्तैतिर थियो, पेन्डेमिकको टाइम थियो। त्यो बेलामा त्यो बेलादेखि मैले स्विगीलाई चिनेको हो होइन। पडकास्टको पनि अब एपिसोड 10 पुगिसक्यो, जस राम्रो गरिरहेको छ भनौँ होइन। त्यसकोबाट सुरु गर्दाखेरि चाहिँ अब मेरो ब्याकग्राउन्ड भन्नुपर्दा चाहिँ म इनिसियली मैले करियर सुरु गर्दा चाहिँ म हस्पिटालिटी ग्रेजुएट हो, हस्पिटालिटी एन्ड होटल म्यानेजमेन्ट होइन। 2014-15तिर ब्याचलर सकाएँ। अनि त्यसपछि अब अब्रोडहरू पनि गइयो, एक दुईवटा कन्ट्री गइयो। त्यसपछि अलिकति अब 1-2 वर्ष काम गर्दै गइसकेपछि चाहिँ के रियलाइज भयो भन्दाखेरि इट्स नट अ करियर फर मी भने जस्तो भयो। त्यसपछि चाहिँ म कार सेल्समा मुभ भएको 2018 सायद त्यस्तै होला। अब नेपाली क्यालेन्डरमा दिमागमा आइरहेछ, अब त्यही सायद होला टाइमलाइन। त्यो बेलामा चाहिँ मेरो अङ्कलको रिकन्डिसन छ नेपालमा। त्यहाँबाट चाहिँ अब मैले कार इन्डस्ट्रीमा छिरेको हो उहाँसँग होइन, सँगै काम गर्नलाई स्टार्ट गरेको। अनि त्यसपछि अब पेन्डेमिक हिट भयो, अब यतातिर आउने प्लान गरियो होइन। अनि यता आइसकेपछि अब सुरुमा त अब त्यस्तै नै हो, सबैजना आइसकेपछि कामहरू गर्ने भनेको त होइन, रेस्टुरेन्ट वेयर हाउस यताउता। अनि त्यसपछि अनि मैले रियलाइज गरेँ कि हुन्छ नि, आई लाइक कार बिजनेस भनेर। अनि त्यसपछि चाहिँ 2000 अहिले 2 वर्ष हुँदैछ, यो अप्रिलमा 2 वर्ष भयो। म होगन शेभरोले ब्युइक जिएमसी यहाँ स्कार्बोरोमा काम गर्दैछु एज अ सेल्स कन्सल्टेन्ट, सेल्स एन्ड लिजिङ कन्सल्टेन्ट भनौँ न। द्याट्स ग्रेट। त्यति नै हुनु। हजुर, स्योर स्योर। सर्ट एन्ड स्विट भनिदिनु भयो, एकदम धन्यवाद होइन। अब नेपालको धादिङबाट आएर अहिले हाम्रो भनौँ न, आई थिङ्क टुर स्कार्बोको राम्रै रिटेल स्टोर कार सेल हो त्यो होइन, जिएमसी होइन। अब फेमस पनि छ स्कार्बोकमा। यस, सो त्यताको जर्नी चाहिँ एकदम रमाइलो हुन्छ होइन। धेरै इन बिट्विन कुराहरू छन्, अप्स डाउन्स त छँदैछ। बट हजुरले आफ्नो फिल्ड जब भनौँ न, अहिलेको लागि फिल्ड जब चाहिँ गर्दै हुनुहुन्छ, जुन मलाई एकदम खुसी लाग्छ। र यो सिरिजको एउटा एउटा कुरा चाहिँ के हो भने, जस्तै यो सिरिजलाई जब म एप्रोच गर्छु नि मान्छेहरूलाई, उनीहरूले चाहिँ 90%ले चाहिँ मैले केही गरेकै छैन जस्तो फिल गर्नु हुँदो रहेछ क्या। एन्ड म चाहिँ के भन्छु भने उहाँहरूलाई, हजुरहरूले जुन अहिले गरिराख्नु भएको थियो नि होइन, गरिराख्नु भएको छ, त्यो कसैको लागि ड्रिम पनि हुनसक्छ क्या होइन। हामीले त्यो त्यसरी चाहिँ होइन, हामी प्रिभिलेज छौँ भन्ने मलाई पनि फिल हुन्छ। त्यसैले मैले चाहिँ यो सिरिजलाई हामी कसरी डेभलप गर्छौँ भनेदेखि, हजुरले त्यो बाटो कसरी बनाउनु भयो त। वाट त थाहा छ सबैलाई, सेल्स रेप इन स्कार्बोको ठुलो ब्रान्च, तर वाट पछि हाउ भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ क्या। सो त्यही नै हजुरले हाउ भन्नुहुन्छ भन्ने कुरा, यो हामी स्ट्रक्चर गरेको चाहिँ त्यही हाउमै छ क्या होइन। सो ब्याक होम हजुरले भनिहाल्नुभयो कार रिकन्डिसन बिजनेसहरू थियो होइन। हजुर हजुरले चाहिँ के डिफ्रेन्स पाउनुभयो उताको। अब रिकन्डिसन त डिफ्रेन्ट टर्म भइहाल्यो होइन, तर उताको कार इन्डस्ट्री भनौँ न एउटा, र यताको कार इन्डस्ट्रीमा हजुर ती 2 वर्ष लागेपछि हजुरले के त्यस्तो के अब्जर्भेसनहरू गर्नुभएको छ त अहिलेसम्म। अब यस्तो छ, मेरो अब्जर्भेसनमा चाहिँ अब नेपाल त अलिकति सानो कन्ट्री पनि भयो, मार्केट पनि सानो छ होइन। अनि त्यहाँमाथि अब यो गाडीहरूमा जति पनि ट्रान्सपोर्टेसन भेहिकलहरूमा थाहा छँदैछ, नेपालसम्म आइपुग्दाखेरि सबै इम्पोर्टेन्ट नै हो। लगभग 2%। 265% जति ट्याक्स भएर आउँदाखेरि होइन, इन्डियामा 5-6 लाख पर्ने कार नेपालमा आउँदाखेरि 30-31 लाख
त्यस्तो पर्न आउँछ। हामीले बुझाउने लाइक डबल भन्दा धेरै पैसा त गभर्मेन्टलाई नै जाने हुन्छ होइन। अनि त्यसपछि अब रेगुलेटेड पनि छैन नेपालमा त्यति धेरै भन्नु पर्दाखेरि होइन, सबै आफ्नै आफ्नै तालमा छन् होइन, त्यस्तो छ। अब यहाँ आइसकेपछि चाहिँ मलाई के भयो भन्दाखेरि के कुरा रियलाइज भयो भन्दाखेरि यहाँको रेगुलेसनले चाहिँ यो गाडीको इन्डस्ट्री एक त एकदम बिग इन्डस्ट्री भयो यहाँको लागि होइन। क्यानाडाले अब वान अफ द बिगेस्ट इम्पोर्टर नै हो भेहिकलको लागि, बनाउने र एक्सपोर्ट गर्ने, युएसमा एक्सपोर्ट गर्ने। अहिले यो ट्यारिफको उसले पनि मान्छेहरूलाई थाहा भइरहेको होला कति धेरै गाडीहरू क्यानाडामा बन्छ भनेर होइन। अनि एकदमै रेगुलेटेड छन चाहिँ अब यो इन्डस्ट्री चाहिँ। अब म चाहिँ सेल्समा भएर सेल्सको मात्रै कुरा गर्न चाहेँ, तर सेल्समा पनि अब हुन्छ नि कन्ज्युमर राइट्सको कुराहरूदेखि लिएर सबै कुराहरू रेगुलेटेड छ। अनि स्ट्रक्चर छ भनौँ न। त्योभन्दा अरू कुराहरू चाहिँ अब गाडीहरू अलिकति बेसी फ्यान्सियर भयो होइन, अलिकति बेसी लग्जरी फिचरहरू, त्यो कुराहरू त्यस्तो खालको गाडीहरूसँग डिल गर्न पाइन्छ, जस रमाइलो लाग्छ भनौँ। त्यही त। अब यसलाई अलिकति पर्सनल ह्युमन साइकोलोजीसँग पनि जोड्नुपर्ने हुन्छ। नेपालमा हरेक घरमा भनौँ न बाइक भयो जस्तै यहाँ हरेक घरमा गाडी हुन्छ राइट। सो म बस्ने अपार्टमेन्टमा हो, यो अपार्टमेन्टमा एटलिस्ट 800 मान्छे बस्छ होइन। 800को एटलिस्ट 500 त कारै होला के होइन। इभन हस्बेन्ड वाइफमा दुईजनाको कार हुन्छ राइट। यहाँ चाहिँ एउटा भनौँ न कार चाहिँ कमोडिटी जस्तै भइसक्यो। अनि त्यो हुनुको रिजन चाहिँ आई थिङ्क मेन क्रेडिट पनि हो होइन। सो लेट्स चाहिँ म 25 लाखको गाडी किन्दैछु भने यहाँ नेपालको कन्भर्ट गर्दाखेरि म अहिले त सक्दिनँ राइट नाउ, बट ब्याङ्कले के भन्छ त 5 वर्षमा तिर्न, मन्थली यति तिर्न भन्छ। एन्ड देन द्याट्स द ब्युटी अफ क्रेडिट कार्ड होइन। सो क्रेडिट लाइन अफ क्रेडिट जे हो भने त्यो हुन्छ नि त। अब नेपालमा त्यो त छैन अहिले, क्रेडिट स्कोरहरू त्यस्तो छैन त्यति प्रिभिलेन्ट होइन। सो यहाँ चाहिँ त्यो आएर डिफ्रेन्ट हुन्छ। अब यसबारे हामी फेरि कुरा गर्नेछौँ होइन। यहाँ त धेरै कार भनेको चाहिँ आई थिङ्क सेकेन्ड मोस्ट एक्सपेन्सिभ थिङ हो नि त यता भन्दा चाहिँ आफ्नो एउटा डेली मान्छेको खर्च हेऱ्यो भने रेन्ट पछि कार हो होइन अभियसली। सो त्यसमा कुरा गर्ने जाँदा एउटा कुरा चाहिँ कस्तो भने म अलिकति पहिल्यैदेखि रिसर्च पनि गरिरहेको थिएँ यो अटोमा लिनु अगाडि पनि। 2-3जना साथीहरूको चाहिँ नेम पपअप भइरहेको थियो क्या। मैले उहाँहरूलाई राम्रै चिन्दिनँ, भेटे पनि छैन ब्रदरलाई चाहिँ। सो एकजना चाहिँ हाम्रो विवेक बलामी हुनुहुन्छ होइन, उहाँ चाहिँ टोरोन्टो डाउनटाउन टोयोटामा काम गर्नुहुन्छ, फेसबुकमा फ्रेन्ड छौँ। अर्को हुनुहुन्छ सन्दीप लामिछाने, लामिछाने अर्को लामिछाने नै परेछ त। अनि टोरोन्टो हुन्डामा काम गर्नुहुन्छ उहाँ होइन। सो म पोस्ट देखिरहेको हुन्छु लाइक हुन्छ नि भ्याल्युड कस्टमरहरूलाई गरिराख्नुहुन्छ। एन्ड थर्ड वान इज यु अभियसली। सो मेरो सर्कल धेरै लिमिटेड छ अटोमा होइन। सो अब हामीले यसलाई चाहिँ कसरी डिफाइन गरौँ भने चाहिँ सेल्स रेप होइन, सेल्स रिप्रेजेन्टेटिभ भनेर चाहिँ के हो होइन। म अर्को पनि सेल्स रेप ल्याउँदैछु जो चाहिँ बेल फाइडोमा काम गर्नुहुन्छ, ऊ पनि सेल्स रेप हो, तर ऊ अर्को डोमेनमा सेल्स रेप हो होइन। सो ओभरअल यो सेल्स रेपको जबलाई चाहिँ कसरी डिफाइन गर्ने होला र यसको लागि क्वालिफिकेसनहरू चाहिँ के चाहिन्छ होला एज अ सेल्स रेप हुनुलाई। हुन्छ नि म सेल्स रेप हुनु भने के क्वालिफिकेसन फर अटो इन्डस्ट्री हुनुपर्छ होला। एउटा टर्म चाहिँ अलवेज पपअप हुने ओएमभिआइसी भन्छ, अब त्यो नयाँ टर्म हामीलाई होइन। सो हजुरले चाहिँ एक्चुअली ओभरअल एउटा सर्फेस लेभलमा दिनुहोस् न। ठिक छ। अब जो मान्छेहरू चाहिँ यो इन्डस्ट्रीमा हुन्छ नि छिर्न खोजिरहनु भएको छ अथवा कार सेल्समा प्यासन छ त्यस्तो छ भने चाहिँ नर्मली म चाहिँ के भन्छु भन्दाखेरि फर्स्टमा चाहिँ ओमिक भनेर ब्रोले जुन मेन्सन गर्यो त्यो चाहिँ अन्टारियो मोटर भेहिकल एसोसिएसन हो। यो चाहिँ यहाँको ओभरअल यो कार सेल्सको चाहिँ रेगुलेटरी बडी हो, जसले चाहिँ लाइसेन्सिङ पहिला कोर्स छ, यो चाहिँ जोर्जियन कलेजबाट कोर्स प्रोभाइड हुन्छ। पहिला त्यो कोर्स लिनुपर्छ आफूले होइन। अनि त्यो कोर्सको इक्जाम दिएर पास गरिसकेपछि चाहिँ कुनै एउटा डिलरसिपमा जब पाएर इन्गेज भइसकेपछि चाहिँ त्यो लाइसेन्सिङ भइसकेपछि होइन ओमिक सर्टिफाइड हुने हो होइन। अब कार सेल्स रेप भन्दा पनि सेल्स कन्सल्टेन्ट भन्न चाहेँ मैले। हाम्रो मेन जब ड्युटी रेस्पोन्सिबिलिटीहरू भनेको चाहिँ जति पनि कार बायरहरू छन् होइन, आफ्नो बिजनेसमा जब आउँछन् उनीहरूलाई चाहिँ हुन्छ नि भेहिकल सेलेक्सनदेखि लिएर फाइनेन्सिङ हुन्छ नि, अब डेलिभरीदेखि लिएर ओभरअल चिजमा हेल्प गर्ने हो। अब भन्दाखेरि अब म चाहिँ भन्छु राइट डिसिजन लिनलाई हेल्प गर्ने एउटा गाडी खरिद गर्ने प्रोसेसमा चाहिँ भनेर भनौँ न। अब गाडी भनेको चिज मान्छेहरूको लाइफकै, धेरै जसो मान्छेहरूको लाइफकै सेकेन्ड बिगेस्ट पर्चेज हो नि त घरभन्दा पछाडि।
अनि मान्छेहरूले अब गाडी लिनु पर्यो भनेर जसरी क्याजुअली लिन्छ, सबै चिज एज अ फाइनेन्सियल रेस्पोन्सिबिलिटीको रूपमा पनि आउँछ होइन। अनि एकदम एकदम बिगेस्ट फाइनेन्सियल डिसिजनसँग अट्याच हुने भएर चाहिँ यो चिजलाई जति मान्छेहरूले लाइटली लिन्छन्, अलिकति सिरियसली लिनु नै राम्रो हो भनेर भन्छु म चाहिँ। किन भन्दाखेरि एउटा चङ्क अफ योर इन्कम नै यदि राम्रो डिसिजन गर्न सकेन, हुन्छ नि राइट कार ऊ गर्न सकेन भने त चङ्क अफ ऊ नै जान्छ नि त। हामी त यति टाढा आएको छौँ, अलिकति फाइनेन्सियली स्टेबल भयौँ, अलिकति हुन्छ नि मेन धेरै चिजहरू फाइनेन्ससँग अट्याच भएको छ। सो Yep. सेल्स रेपको काम चाहिँ जस राइट डिसिजन लिनलाई हेल्प गर्ने हो भनेर भनौँ न। ओके, हजुरले एकदम राम्रो कुरा भन्नुभयो। जस्तै एउटा डिसिजन होइन, जस्तै भनौँ न अब युज कार लिने कि न्यू कार लिने कि धेरै क्वेसनहरू पपअप हुन्छ क्या। एउटा मान्छेले अब नेपालमा त चढाइ हुँदैन राम्ररी, अब यहाँ आएपछि साथीहरूले नयाँ चढाएका छन्, RAV4 एकदम ठुलो एसयुभी ल्याएको छन् होइन। धेरैजनाको आफ्नो लागि फर्स्ट टाइम नै हुन्छ यहाँ आउँदाखेरि नेपालमा। अब कोही कोहीको त छ होला नेपालमा पनि किनिन्छ होला होइन। यहाँ चाहिँ अब फाइनेन्सियल लिभरेजले गर्दाखेरि अब फाइनेन्सिङ गरेर लिन मिल्छ। त्यो भएर लिनलाई एक त नेसेसिटी पनि हो होइन। नेपाल जति सानो छैन, एक ठाउँबाट अर्को ठाउँ जान 1-1.5 घन्टा लाग्छ होइन। त्यो भएको भएर सही हो, कन्टिन्यू गरौँ न। हजुर त्यही त। अब मैले भन्न खोजेको क्वेसन चाहिँ के भनेदेखि, जस्तै तपाईँले भन्नुभयो नि यो फाइनेन्ससँग टच छ होइन, नि हजुरले यति धेरै इफोर्ट लाउनुहुन्छ नि त। बिकज हजुर यदि जेन्युन सेल्स कन्सल्टेन्ट हुनुहुन्छ भने त उसले उसको निड एनालाइसिस गर्ला फर्स्ट, देन द बजेट, राइट। तपाईँ चाहिँ हो एसएबी त बेस्ट हो तपाईँको लागि, अब छोराछोरी छ होला बेस्ट हो, तर तपाईँको बजेटले चाहिँ यति भ्याउँछ भनेर भन्नुपर्छ होला। सो मेनी इन्साइट्स यु हेभ टु डिराइभ होइन उहाँसँग कुरा गरेर। सो हजुरको यो जब चाहिँ कतिको रिवार्डिङ छ त होइन। अब हजुरले त्यत्रो मेहनत गरे अनुसार हजुरले चाहिँ एउटा कमिसन ब्रेकडाउन त गर्न मिल्दैन होला, तर हजुरको रिवार्डिङ जब एज अ रिवार्डिङ जब चाहिँ कस्तो फिल गर्नुहुन्छ, कतिको रिवार्डिङ छ यो जब? अब यस्तो छ, म 2 वर्ष भयो यहाँ सेल्समा लागिरहेको। यो जो मान्छेहरूलाई थाहा छैन, यो फुल्ली कमिसन बेस्ड जब हो। आफूले जति राम्रो गर्न सकिन्छ, इन्कमको लिमिटेसन हुँदैन, इन्कमको सिलिङ हुँदैन। एज इन्डिभिजुअल एक डिल अनुसार आफ्नो इन्कम इन्क्रिज हुने हो। त्यो भएर टफ पनि छ भनौँ। किन भन्दाखेरि कोही मान्छे सोरुममा भिजिट गर्न आउँछ अथवा फोनको थ्रुबाट जुनसुकै मिडियमबाट आउँछ होइन। उनीहरूलाई सोरुममा आएको 1 देखि 2 घन्टाभित्रमा उनीहरूको निड एनालाइसिस गरेर होइन, फाइनेन्सिङ चिजहरूमा क्वालिफाई गरेर कुन भेहिकल उनीहरूको लागि राइट हुन्छ भनेर एक मान्छेहरूले हुन्छ नि 20-30 हजारदेखि 100,000 त्यति प्राइस रेन्जको उसको लागि आफूले आफ्नो लागि ट्रस्ट वर्दिनेस बनाएर हुन्छ नि बिजनेस गर्नको लागि त ट्रस्ट चाहियो नि त। अनि अब एज अ सेल्स कन्सल्टेन्ट चाहिँ उनीहरूलाई क्वालिफाई गराएको छ, केही एडभाइसहरू दिइरहेको छ भने उनीहरूले त आफूलाई एउटा मिडियम अफ ट्रस्ट त चाहियो नि त, ट्रस्ट वर्दिनेस त हुनु पऱ्यो नि। अब 1-2 घन्टाको बिचमा त्यो सबै प्रोसेस फलो गरेर उनीहरूको बिजनेस अर्न गर्नु भनेको अलिकति टफ छ छन चाहिँ होइन। तर अब काम गर्दै गइसकेपछि बिस्तारै बिस्तारै एक्सपिरियन्ससँग आउने कुराहरू यो चाहिँ। तर रिवार्डिङ चाहिँ रिवार्डिङ नै छ भनौँ अहिलेसम्मको लागि। आम ह्याप्पी भनौँ न। हजुरले सपोज फुल्ली कमिसन भनेपछि हजुरले बेस पे पनि पाउनुहुन्न, लाइक कस्तो हुन्छ त्यो चाहिँ? त्यो चाहिँ हुँदैन। नट ओन्ली क्यानाडा होइन, युएसमा पनि पे स्ट्रक्चर धेरै जस्तो ठाउँहरूको चाहिँ त्यस्तै हुन्छ। डाइरेक्टली आफ्नो पर्फर्मेन्ससँग अट्याच भएको हुन्छ यो चिज चाहिँ। अनि डिलरसिपहरूले के चाहन्छ भन्दाखेरि सकेको धेरै गाडी चाहिँ बेचोस् भन्ने चाहन्छन् कि उनीहरूको सबै सेल्स कन्सल्टेन्टहरूले। त्यो गर्दा चाहिँ उनीहरूको इन्कम चाहिँ जतिवटा युनिट आफूहरूले पुस गर्न सक्छ त्योसँग अट्याच भइसकेपछि अब हुन त फिक्स पे स्ट्रक्चरहरू पनि छ होला, तर म्याक्सिमम अफ द डिलरसिपहरूमा चाहिँ यही नै स्ट्रक्चर हुन्छ। सो एभरेजमा हजुरको कस्तो पर्सेन्ट चाहिँ कति हुन्छ अफ भनौँ न कमिसन पर्सेन्टहरू चाहिँ 20 देखि 25, 30 त्यस्तो हुन्छ कि? अब पर्सनल चिजहरूमा त टच नगरौँ, जस भनौँ न 15 to 25% हो अब एभरेज रेन्ज। आफूले कतिको पर्फर्म गर्न सक्छ त्यो चाहिँ नेट प्रफिटको त्यति चाहिँ आफ्नो लागि जान्छ भनौँ। नाइस, आई थिङ्क त्यो इनफ हो नि त एउटा होइन, एउटाबाट हो नि त्यो त। सो यु हेभ लट अफ प्यारलल थिङ्स अल्सो। ओके, सरी टु गो पर्सनल बट जस्ट एउटा स्ट्याट के भन्छ जस मैले के भन्नु थिएँ बिर्सेँ यार। अहिले जस्तै अब फर्स्टमा चाहिँ मान्छेहरूलाई के लाग्छ होला भन्दाखेरि होइन कमिसन बेस्ड जब हो, अलिकति टफ हुन्छ होला। अब टफ टाइमहरू त हुन्छ नि अभियसली, स्लो सिजनहरू हुन्छ ड्युरिङ द विन्टर होइन। तर एज इन जेनरल ठिकै नै हुन्छ भनौँ।
हजुर। स्योर। अलराइट, सो अहिलेको सो म एउटा कुरा सेयर गर्न चाहेँ यहाँ होइन। हजुर। अहिलेको हामी योगेश लामिछानेलाई हेर्ने हो भने यो लिङ्कडिन प्रोफाइल हो, हजुरले देख्नु भएको छ होइन। हजुर। उहाँको हेर्दाखेरि चाहिँ अब होगन सी होगन स्लेभ स्याबरोले रोडेड ब्युरिक। ब्रोक्स जिएमसीमा हुनुहुन्छ, अटो सेल्स हजुर। एन्ड लिजिङ कन्सल्टेन्ट हुनुहुन्छ होइन। अनि उहाँको वेबसाइटमा गएर हेर्दाखेरि पनि अब यो वेबसाइट हो, यता मिटआउट टिममा हेर्दाखेरि हजुरको नाम होइन योगेश लामिछाने ठक्कै यहाँ आउँछ विथ अल दिस डिटेल्स होइन। इट्स लाइक यो एकदम राम्रो छ प्रोफाइल बनेको होइन। तर यो त आज बने होइन नि त होइन। यो आउँदाखेरि त अर्कै थियो। एन्ड देन थियो, यो बिल्कुल थियो। फिल जब चाहिँ कसरी क्र्याक गर्नुभयो, यो सर्भाइभल जबबाट फिल जब चाहिँ कसरी पाउनुभयो त? हाम्रो भ्युर्सलाई भनिदिनु न यो कुरा। अब फर्स्टमा त अब त्यही नै हो, सुरुमा आएपछि होइन के भन्नु, अब यहाँको इन्भाइरोमेन्टहरू थाहा पाउनु पर्यो होइन, कस्तो छ। अलिकति समय चाहिँ लाग्यो मलाई, अलमोस्ट 8-9 महिना जति भनौँ, कति भयो मैले बिर्सेँ। अनि मैले अब नेपालमा पनि जस मलाई यो इन्डस्ट्रीमा प्यासन बढिरहेको थियो होइन। अब यहाँ नयाँ कन्ट्रीमा आएपछि चाहिँ करियर चाहिँ के हिसाबले अगाडि बढाउने भनेर त्यो दोधार त छँदै नै थियो। अनि मैले डिलरसिपहरूमा चाहिँ अब कार सेल्समा चाहिँ के कस्तो रहेछ भनेर रिसर्च गर्न थालेँ होइन। त्यसपछि अब ओम्बिक आयो, ओम्बिकको चाहिँ लाइसेन्सिङ चाहिँदो रहेछ भन्ने भयो। त्यसपछि अब ड्राइभर्स लाइसेन्सहरू त चाहिने नै भइहाल्यो, अभियसली त्यो त बेसिक कुराहरू नै भइहाल्यो होइन। अनि त्यो निकालेपछि चाहिँ अब जब हन्टिङहरू गर्न थालेँ। अनि कोही मान्छेहरू चाहिँ अब यो ओम्बिककै कार सेल्समै हुन्छ नि जब सर्चहरू गर्दै हुनुहुन्छ भने सबभन्दा फर्स्टमा चाहिँ ओम्बिकको यो जोर्जियन कलेजबाट गर्ने सर्टिफिकेसन चाहिँ त्यो एकदम गर्न जरुरी छ भन्छु। सो त्यो गर्दै जाँदाखेरि चाहिँ अब धेरै ठाउँहरूमा इन्टरभ्यूहरू पनि दिएँ होइन। अनि यो होगन शेभरोले हामीहरू अब जेनरल मोटर्सको गाडीहरू बेच्ने भयो नि त। अनि बुझ्दै जाँदा चाहिँ के रियलाइजेसन भयो भन्दाखेरि युएसको वान अफ द बिगेस्ट म्यानुफ्याक्चरर होइन। अनि गाडीहरूको लाइनअप चाहिँ हुन्छ नि एकदम थोरै प्राइस रेन्जदेखि 20-25 हजारदेखिको गाडी छ हामीहरूसँग। त्योदेखि एकदम बिग रेन्ज ट्रकहरू भयो होइन। अनि स्पोर्ट्स कारहरू भयो, कोर्बेटहरू छ। अनि अब इलेक्ट्रिक हमर इभीहरू जुन चाहिँ हुन्छ नि यो साइबर ट्रकको कम्पिटिटरहरू छ। त्यो गर्दाखेरि चाहिँ प्रडक्ट लाइनअपहरू हेर्दाखेरि चाहिँ मलाई चाहिँ यो जेनरल मोटर्सको गाडी बेच्दाखेरि चाहिँ आफूले राम्रो गर्न सक्छु जस्तो लागेको थियो होइन सुरुमा। अनि भनिन्छ नि अब जे प्यासनेट छ त्यो उसमा गर्दाखेरि चाहिँ राम्रो गर्न सकिन्छ भन्ने एउटा के भन्ने अब उखान भने के भन्ने त्यो छ नि त। त्यो भएर अनि आई एन्डेड अप गिभिङ अ इन्टरभ्यू मैले अहिले जहाँ काम गरिरहेको छु होइन। अनि अब उनीहरूलाई चित्त बुझ्यो, अब नेपालको एक्सपिरियन्स पनि अलिकति हेल्प हुने भयो होइन। अनि त्यसपछि अब सेलेक्सन त भइयो, तर लास्टमा प्रब्लम के आयो भनेर भन्दाखेरि वर्क पर्मिट होइन। वर्क पर्मिट एक्सपायर हुन लागेको थियो, त्यही 3-4 महिना बाँकी थियो। अनि त्यसपछि अब सब कुरा भयो, लास्टमा अब पर्मानेन्ट इम्प्लोइ भनेर हायर गर्न लागेको छ होइन। अब भिजा सिधै भयो भने त के गर्ने भने त्यस्तो क्वेसनहरू पनि अराइज भएको थियो। त्यसपछि अब एक्सटेन्सन हुँदैछ भनेर उनीहरूलाई कन्भिन्सिङ गराउने पाटोहरू थियो। अब छिर्दाखेरि चाहिँ अलिकति टफ नै छ भनौँ यो इन्डस्ट्रीमा छिर्दाखेरि। किन भन्दाखेरि जस्ट जबको हिसाबले मात्र होइन, उनीहरूलाई कन्भिन्स आफूले फर्स्टमा इन अ सेन्स गराउनुपर्छ कि म कार बेच्नको लागि केपेबल छु भनेर। एउटा नेगोसिएसन स्किल्सदेखि लिएर होइन अलिकति कन्भिन्सिङ पावरहरू चाहिँ इनिसियल्ली चाहिन्छ, तर त्यस्तो टफ छैन भनौँ। ट्राई गर्दाखेरि जसले नि पाइने, म पनि नर्मल मान्छे नै त हो। थ्याङ्क्स। अलराइट, यो क्वेसन गर्दै गर्दा हजुरलाई चाहिँ जुन यो भन्नुभयो नि सो नेपालीहरू मेनली हामी कुराहरू पर्दा होइन, उनीहरू त फर्स्ट टाइमहरूले त होन्डा कि त टोयोटा यो दुइटैजना जान्छ नि त होइन प्राय होइन। यो अमेरिकन ब्रान्ड फोर्ड यतातिर त जाँदैनन् होइन। सो अब तपाईँले यता यो यता काम गर्दाखेरि चाहिँ नेपालीहरू चाहिँ कतिको आएको देख्नुभएको छ त? म आइएम स्योर टोयोटा र यता होन्डामा फुटफल धेरै हुन्छ नेपाली कम्युनिटीको, बट यता हजुरको अमेरिकन ब्रान्डमा चाहिँ कतिको देख्नुभएको छ फुटफलहरू नेपालीको? होइन छ, अहिले चाहिँ बिस्तारै इन्क्रिज हुन लागेको छ। अलिकति ब्रान्ड अवेरनेस नभएर पनि हो हुन चाहिँ होइन। किन भन्दाखेरि अब नेपालमा धेरै टोयोटा होन्डा अलिकति पपुलर छ। अनि उनीहरू वान अफ द रिलायबल ब्रान्ड पनि हो। म जो उहाँ गएर किन्नुहुन्छ त्यो चाहिँ दोष दिँदिनँ होइन। तर अलिकति ब्रान्ड अवेरनेस नभएर होला। गो टु अप्सनको लागि चाहिँ ठिकै छ। अलिकति पर्चेस गर्दाखेरि आफूले आफूलाई अलिकति
हुन्छ नि राम्रो फाइनेन्सिङ अप्सनहरू चुज गर्यो, गाडी राम्रो चुज गर्यो भने चाहिँ समस्या हुँदैन जस्तो लाग्छ। नेपालीहरू चाहिँ मेरो अब न्युली कमर्स स्टुडेन्टहरू भयो, छन् मेरो पनि क्लाइन्टहरू, भनौँ लास्ट इयर र यो इयर गरे सायद 20-25 जना जतिले मबाट किन्नु भएको छ नेपालीहरूले। बिस्तारै इन्क्रिज हुँदैछ भनौँ न। ओके, सो मसँग अहिले टोयोटा कोरोला छ होइन। अब मेरो थट प्रोसेस चाहिँ सेकेन्ड अभियसली कि त टोयोटाको ऱ्याब लिने एसयुभीमा कन्भर्ट गर्ने हो भने, कि त होन्डाको सिआरबी लिने होइन। सो यो हाम्रो माइन्डसेटै त्यस्तै भइरहेछ नि त। सो एज अ सेल्स कन्सल्टेन्ट हजुरले जिएमसीको लाई चाहिँ एकचोटि मलाई भन्नुहोस् न, जिएमसी आउने भने चाहिँ म किन आउने त उसो भए एज अ सेकेन्ड होम त्यो कार बायर भएर जिएमसीमा? अब यस्तो होइन, सबैजनाको आफ्नो आफ्नै चोइस हुन्छ होइन। अब कुनै पनि ब्रान्ड राम्रो, कुनै पनि ब्रान्ड नराम्रो भन्ने त्यस्तो चाहिँ हुँदैन। एट द एन्ड अफ द डे आफूले वान अफ द बिगेस्ट पर्चेस भनेर मैले अघि भनिहालेँ होइन। सो टोयोटा, होन्डा नट अ ब्याड चोइस, दे आर गुड कम्पनी होइन। तर अन दि अदर ह्यान्ड अमेरिकन ब्रान्डमा जाँदाखेरि भनेको अब एक त लोकल ब्रान्ड भयो होइन। युएस र क्यानाडाको त सबै सप्लाई चेनहरू सबै इन्टिग्रेटेड छ होइन। यस्तो मान्छेहरूको लागि चाहिँ राम्रो हुन्छ कि यो ब्रान्ड लिँदा, जस्तै अलिकति लोकली सोर्स पार्टहरू हुन्छ, अलिकति पार्ट्सहरू चिपर हुन्छ होइन। अनि कुनै प्रब्लमहरू पर्दाखेरि धेरै फेसिलिटीहरू छ होइन, जस्तै कस्टमर सर्भिस भनौँ, अनि सर्भिस फेसिलिटीहरू पनि एकदमै भास्ट चेन छ। अनि आफूले कहिलेकाहीँ अलिकति आउटस्कर्टहरूतिर जाँदाखेरि देखेको होला, मेजोरिटी अफ द ब्रान्डहरू जस्तै कार डिलरसिप ब्रान्डहरू देख्यो भने म्याक्सिमम कि फोर्ड हुन्छ, कि जेनरल मोटर्सको हुन्छ नि, जिएमसी ब्युइकहरू हुन्छ, कि डज क्राइस्लरहरू हुन्छ नि। त्यो भएर कन्भिनियन्टको लागि पनि हो, अनि सेफ्टीको लागि पनि भन्छु म चाहिँ, कम्पेयर टु अरू काउन्टर पार्ट्स। सेफ्टीको लागि चाहिँ अब लोकल ब्रान्ड भएर अलिकति रेगुलेसनहरू बेसी स्ट्रिक्टली फलो गरेको हुन्छ होइन। त्यो भएर सेफ पनि हुन्छ भनौँ। अब यत्रो धेरै हाइवेमा हिँड्नुपर्ने हुन्छ मान्छेहरूलाई होइन। थाहा छ नि, अब 100 देखि 150 को स्पिडमा हिँड्दाखेरि क्रासहरू भयो भने त कति इम्पोर्टेन्ट छ सेफ भेहिकलमा हुनलाई। त्यही नै हो भनौँ। अरू कुराले गर्दाखेरि चाहिँ अर्को मेन कुरा चाहिँ मैले भन्न बिर्सेको, इन्ट्रेस्ट रेटको। जस्तै कोही मान्छेले फाइनेन्स गर्दै हुनुहुन्छ भने चाहिँ इन्ट्रेस्ट रेट चाहिँ सायद हाम्रो इन्डस्ट्री लिडिङ नै छ होला, लगभग 0% देखि नै सुरु हुन्छ। फाइनेन्सिङ गर्दाखेरि यु विल पे लिटरली नो इन्ट्रेस्ट। वाउ, द्याट्स अ ह्युज प्लस। अब नयाँबाट सुरु गर्दा 5 देखि 10% त जसले पनि जहाँ पनि जे पनि गर्छन् होइन। त्यसमा पनि हामी आउँछौँ होइन। अभियसली त्यो इन्ट्रेस्ट रेट इज अ की थिङ हियर होइन। हजुरले कतिको एमाउन्ट, जति एमाउन्ट लिए पनि इन्ट्रेस्टले धेरै फरक पार्छ नि त। सो ग्रेट। ओके, सो अब हामी एउटा त्यो गरौँ है त, प्यारलल जाउँ है त। 3टा सेक्सनमा राखौँ। एउटा चाहिँ कार बायरहरूलाई, फर्स्ट चाहिँ भर्खर न्यू कमर होइन, न्यू कमर भर्खरलाई उसले लिनु छ त्यो भयो। अनि सेकेन्ड चाहिँ सेकेन्ड टाइम बाई गरिदिन्छ, जस्तै म होइन, म सेकेन्ड टाइम बाई गर्छु 1 इयरभित्र, ठिक छ। थर्ड चाहिँ लग्जरी कार लिनुपर्ने क्या, हुन्छ नि, डजहरू हुन्छ नि, ठुलो मर्सिडिजहरू लिनुपर्ने ठुल्ठुलो। यो 3टालाई राखेर चाहिँ हजुरले चाहिँ अब टप 3 टिप्स दिनु पर्यो क्या, यो 3जनालाई होइन, 3जनालाई। सो फर्स्ट चाहिँ न्यू कमरलाई चाहिँ हजुरको एज अ सेल्स कन्सल्टेन्ट के टिप्स हुनसक्छ? अलिकति कसरी स्ट्रक्चर गर्ने त न्यू कमरहरूलाई? अब अभियसली होइन, एक्साइटिङ डिसिजन हो गाडी किन्ने भन्ने चिज होइन। अलिकति फ्रिडम पनि दिन्छ, टिटिसीमा चढ्दा वाक्क भइराखेको हुन्छ होइन। एउटा फ्रिडम चाहिँ दिन्छ, तर धेरै कुराहरू ख्याल गर्नुपर्ने छ। अब फर्स्टमा न्यू कमर भन्ने बित्तिकै नयाँ, अलिकति सेटलमेन्टको लागि गाह्रो भइरहेको हुन्छ, बजेट लिमिटेड हुन्छ होइन। सबभन्दा फर्स्टमा चाहिँ आफ्नो निड एसेसमेन्ट गर्नु पर्यो। आफूलाई के को लागि गाडी चाहिरहेको छ त होइन। कसैलाई अब उबर इट्स गर्न चाहिरहेको होला, कसैको काम टाढा होला, कम्युटको लागि चाहिरहेको होला, अनि कस्तो खालको गाडी चाहिरहेको छ। अब कसैको अब हुन्छ नि, समबडी हु इज एक्सपेक्टिङ अ फ्यामिली, जस्तै आफू होइन, बच्चा हुने टाइपको, अब बिस्तारै ग्रो हुन्छ नि त त्यो हुनलाई, फेरि गाडीको निडहरू बढ्छ। जस्तै कसैको प्यारेन्ट्सहरू आउन लागिरहेको होला, अलिकति स्पेसियस गाडी चाहियो होला। फर्स्टमा चाहिँ निड एसेसमेन्ट गर्ने होइन। अनि त्यो गरेर चाहिँ आफूले फिगर आउट गर्ने चाहिँ आफूलाई कस्तो खालको गाडी ठिक होला। अब आफूलाई सानो सिडान भए पनि चल्छ, कि सानो ह्याचब्याकै भए पनि एकजना मात्रै हो केही छैन भन्ने होला होइन। अब फ्युल कन्जम्सनको कुराहरू हुन्छ। जति सानो गाडी भयो त्यति धेरै फ्युल इफिसियन्ट हुन्छ, तर सबैजनालाई सानो लिएर चल्दा पनि चल्दैन होइन, ठुलो फ्यामिली भएको मान्छेहरूलाई। अब आफूले आइडेन्टिफाई गरिसकेपछि अब आफूलाई एसयुभी चाहियो कि सिडान चाहियो कि अथवा ट्रक चाहियो कि, कसैको त बिजनेस पनि हुन्छ नि त होइन। त्यो गरिसकेपछि चाहिँ
बजेट डिटरमाइन गर्नु पर्यो होइन। बजेट डिटरमाइन गर्दाखेरि चाहिँ ओके मेरो इन्कमको अनुसार चाहिँ मैले के अफोर्ड गर्न सक्छु त होइन। अब क्यासमा लिने हो कि धेरै जसो मान्छेहरूले नयाँ न्यु कमरले चाहिँ अब क्यासमा पनि किन्न रुचाउँछन्, विच इज अ गुड आइडिया। किन भन्दाखेरि फर्स्टमा क्रेडिट राम्रो बिल्ड भएको हुँदैन, कन्ट्रीमा क्रेडिट हिस्ट्री राम्रो हुँदैन होइन। त्यो भएर जो मान्छेको राम्रो क्रेडिट छैन इन्ट्रेस्ट रेटहरू हाइयरमा पर्न सक्छ। सब प्राइम इन्ट्रेस्ट रेटहरू भयो भने 16 to 32% जान सक्छ। युज्ड गाडीमा त अब डिप्रिसिएटिङ एसेट हो, त्यत्रो धेरै पैसा तिरेर त केही मतलब भएन नि त। पैसा जम्मा गरेर अब युज्ड गाडीहरू किन्न सकियो। अब फाइनेन्सिङ नै गर्ने छ भने पनि नर्मली युज्ड कारहरूमा चाहिँ फाइनेन्सिङ रेट स्लाइटली हायर हुन्छ नयाँ गाडीको भन्दा होइन। फाइनेन्सिङ गर्ने अप्सनहरू हुन्छ। अनि अब कोहीले चाहिँ अब ठिकै छ लङ टर्मको लागि यो कन्ट्रीमा बस्ने हो, नयाँ नै लिने भनेर त्यो ऊ हुनुहुन्छ होइन। अब आफ्नो निड एसेसमेन्ट गरिसकेपछि चाहिँ फाइनेन्सिङ के गर्दाखेरि ठिक हुन्छ। अब फाइनेन्सिङ गर्दाखेरि पेमेन्टहरू आउँछ, पेमेन्ट मात्र होइन इन्सुरेन्स पनि छ। थाहा छँदैछ क्यानाडामा आफूले पनि कति तिरिराखेको छ पनि इन्सुरेन्सले त ढाड्नै सेक्छ होइन। सो टोटल ओभरअल कस्ट अफ ओनिङ चाहिँ आफूले डिटरमाइन गर्ने। अनि त्यसपछि ब्रान्डहरू चुज गर्ने। ब्रान्डहरू चुज गरेपछि ल यो गाडी चाहिँ हुन्छ भनेर अलिकति बोल्ड डाउन गर्दै लिएर गयो। अनि आफूले गाडी सेलेक्सन गरिसकेपछि होइन, अनि त्यसपछि चाहिँ मेन कुरा चाहिँ आउँछ कि गाडीको कन्डिसन। अब युज्ड गाडी भनेपछि त अरूले युज गरेको गाडी, नयाँमा त त्यति धेरै प्रब्लम हुँदैन, वारेन्टीदेखि धेरै कुराहरू आउँछ। युज गाडीमा त कन्डिसन पनि हेर्नु पर्यो नि त। अनि अब युज्ड कारमा मैले दिनुपर्ने टिप्स भनेको चाहिँ अब एक त पर्सनल्ली फिजिकल्ली गएर टेस्ट ड्राइभ गर्नु पर्यो। मार्केट प्लेसमा अनेक थरी एडहरू हुन्छ, स्क्यामिङ एकदम धेरै छ है, यो अहिले म पछि मेन्सन गर्छु होइन। टेस्ट ड्राइभ गर्नु पर्यो गाडीहरू पर्सनल्ली गएर। सबै मान्छेलाई नयाँ गाडीको मतलब गाडी लिँदाखेरि कस्तो कन्डिसन यताउति भनेर नलेज हुँदैन। त्यो कुराहरू चाहिँ अब मेकानिककोमा लिएर गएर इन्सपेक्सन गराउन सकियो कुनै गाडीहरू चित्त बुझेको छ भने। अनि अर्को कुरा म के मेन्सन गर्न चाहन्छु भने जस्तै जति कार बायर हुनुहुन्छ सकेसम्म चाहिँ प्राइभेटली कोही मान्छेहरूसँग किन्नलाई चाहिँ अभोइड गर्नु होला। किन भन्दाखेरि अनेक खालको मान्छेहरू भेटिन्छ अनि उनीहरू चाहिँ ओम्बीको त्यो रेगुलेटरी उसमा पर्दैनन् नि त प्राइभेट सेलिङ बाइङ गर्दाखेरि। सो सर्टिफाइड ओम्बीको डिलरसिपमै गएर लिँदाखेरि चाहिँ आफ्नो बायर्स राइटहरू प्रोटेक्टेड हुन्छ। जस्तै अब गाडीहरू सर्टिफिकेसन गरेर दिन्छ भने सर्टिफिकेसन हुन्छ 36 दिनसम्म चाहिँ त्यो वारेन्टी कभरेज पनि हुन्छ होइन। त्यो हुँदाखेरि चाहिँ एक त गभर्मेन्टले नै मेक स्योर गरिदिएको हुन्छ कि त्यो सर्टिफिकेसन गर्दा चाहिँ मल्टी पोइन्ट इन्सपेक्सनहरू हुन्छ, केही पार्ट्सहरू अथवा केहीहरू चेन्ज गर्नुपर्ने छ, रोड सेफ्टी हाजर्डको लागि केही हो छ भने त्यो सबै चेन्ज भएर आएको हुन्छ। त्यसले गर्दा अलिकति पिस अफ माइन्ड पनि भयो। अनि अब फ्युचरमा केही प्रब्लम आयो अब धाउनु पर्यो भने त इन्डिभिजुअललाई गर्नुभन्दा त डिलरसिपमै गएर गर्दाखेरि त इस्टाब्लिस बिजनेसम्यान जाँदाखेरि धेरै राम्रो भयो नि त। त्यो कुराहरू भयो होइन। अरू के बिर्सेँ मैले कभरेज गर्नलाई। म मेरो एउटा एक्सपिरियन्स सेयर गरिहाल्छु इन बिट्विन होइन। सो म पनि भर्खरै ल्याएँ, मेरो 1 year जति भयो टोयोटा कोरोला ल्याएको थिएँ। मेरो थिङ्किङ प्रोसेस म एक्सप्लेन गर्छु है त। म पनि नयाँ जाने कहाँ भन्दा मेरो ओन्ली डेटा पोइन्ट्स के थियो भनेदेखि मैले G2 जहाँबाट पास गरेँ ट्रेनर उहाँ त हो नि, उहाँले चलाइराख्नु भएको थियो, उहाँले होन्डा चलाइराख्नु होन्डा सिभिक, त्यसमै मैले चलाएर पास गरेँ। भेरी स्मुथ गाडी होइन। होन्डा सिभिक लिने या टोयोटा कोरोला लिने दिमागमा भइसकेको थियो। म गएँ। अब यसमा जाँदा पनि डिलरसिप भनेपछि दुईवटा खाले हुन्छ, एउटा अफिसियल ब्रान्डकै हुन्छ जस्तै टोयोटाको डिलरसिप, एउटा अर्को चाहिँ लोकल ब्रान्ड जसले चाहिँ सबै ब्रान्ड हालेर हुन्छ युज्ड कार डिलरसिप होइन। सो दुइटै हुन्छ। अब दुइटामा पनि कहाँ जाने, अब प्रायःले चाहिँ अफिसियलमा जाँदाखेरि चाहिँ अलिकति मार्केट प्राइसभन्दा अलिक बढी हुन्छ त्यहाँ भनेर भन्न थालेँ। ठिक छ, म अर्को अफिसियलतिर गएँ, मतलब लोकल डिलरसिपमा गएँ, 3-4वटा गएँ। त्यहाँ गएर मैले बुझेँ, उनीहरूले मलाई बुझायो क्या। लोकल डिलरसिपले चाहिँ बुझाउँछ क्या जुन चाहिँ राम्रो छ। सो यो कार लिँदा किन, जस्तै त्यहाँ कम्पेयर गर्न पायो नि त, टोयोटा कोरोला लिने कि होन्डा लिने भन्दाखेरि त्यसले एक्सप्लेन गर्छ क्या, यो राम्रो छ, यसको यो राम्रो छ, त्यसले एक्सप्लेन गर्यो नि त। म एज अपोज टु जस्ट टोयोटामा गएको भए उसले टोयोटाको मात्र बोल्छ, सिभिकको त बोल्दैन। सो मैले त्यसरी चाहिँ थट प्रोसेस मेरो आफ्नो त्यो बन्यो होइन। अब गरेपछि पनि एज अ न्यु कमर थाहा हुँदैन कति कुरा। जस्तै मैले चाहिँ यतिसम्म रिसर्च गराएको थिएँ कि मलाई चाहिँ सिडानै चाहियो, एसयुभी चाहिँदैन अहिले, बिकज एसयुभी मलाई अलिक ठुलो लाग्छ। भर्खर G2 पास गरेर कन्फिडेन्स छैन। सो सिडान लिन्छु, त्यो इकोनोमिकल छ इन द सेन्स राइट, एकदम इकोनोमिकल छ कम्पेयर टु एसयुभी। मलाई केही चाहियो भने मैले एसयुभी रेन्ट लिन सक्छु यदि केही इभेन्टमा चाहियो भने, त्यो थियो। सेकेन्ड कुरा
इभन द व्हिल क्या, जस्तै विन्टर आउँदाखेरि तपाईँको कुन चाहिँ एफडब्लुडी प्लस विन्टर टायर भयो भने चाहिँ बेस्ट कम्बिनेसन भनेर मैले रेडिटमा पढाएको थिएँ क्या। त्यो लेभलसम्म म त्यो गरिरहेको थिएँ क्या, लाइक हुन्छ नि कनेक्ट गरिरहेको थिएँ क्या सिडानमा यो यस्तो यो भनेर सबै होइन। सो यतिसम्म तपाईँहरू नगए पनि एटलिस्ट त्यो डिलरसिप जहाँ जानुहुन्छ उसलाई चाहिँ क्वेसन सोध्ने, बरु अलिकति टिप्स दिँदा हुन्छ उनीहरूलाई, बिकज उहाँले धेरै डोमेन नलेज दिनुहुन्छ क्या। मैले चाहिँ दिँदै थिएँ, कमेन्ट पनि राम्रो दिँदै थिएँ, अलिकति 1% टिप नो वरिज होइन, त सिक्यो नि त। सो सिक्नमा पनि ध्यान दिनुहोस् होइन, बिकज के हो भने कार एकचोटि लिएपछि त्यो कोल्याट्रल हुन्छ, फेरि त्यो पनि बुझ्नुपर्छ। त्यो जति तिर्नुहुन्छ ल मेरो 25K को छ नि त होइन। सो फेरि अर्को कुरा 18K भन्छ उसले होइन, रोड प्राइस 18K, अनि बिल निकाल्छ 32K होइन। अब यो कसरी आयो त, वाट इज द ब्रेकडाउन अफ दिस, यो सोध्नुहोस् क्या तपाईँले, कति पर्सेन्ट चार्ज, कति पर्सेन्ट इन्ट्रेस्ट रहेछ, मैले ओभर 5 इयर्समा कति पर्सेन्ट इन्ट्रेस्टमा जाने रहेछ, कति पर्सेन्ट प्रिन्सिपलमा जाने रहेछ। जो फाइनेन्स गर्दै हुनुहुन्छ होइन, जसले फाइनेन्स गर्दै हुनुहुन्छ, जेरो डाउन पेमेन्ट गर्दा र अलिकति डाउन पेमेन्ट गर्दा के हुन्छ तपाईँको लोन अटो के भन्छ ओपन लोन हो कि होइन, फेरि त्यो पनि नयाँ कुरा। ओपन लोन भनेको के हो नै थाहा थिएन मलाई, सबै कुरा होइन, सबै कुरा चाहिँ एकदम ध्यान दिनुहोस् होइन। भएन भने त्यसैले त सेल्स कन्सल्टेन्टको भ्यालु छ भने चाहिँ म भन्दैछु क्या, बिकज हजुरहरूलाई यो सबै थाहा छ होइन। न्यु कमरले बुझ्ने भनेको यति बेलै हो क्या। अब म सेकेन्ड गाडी लिन म यति धेरै रिसर्च गर्नै पर्दैन, म आम जस्ट गन गो टु सेल्स कन्सल्टेन्ट लाइक यु, मस्टली तिमी नै हुन्छ होला हेर्नु, र म त्यहाँ आएर ल ब्रो मलाई सेकेन्ड गाडी लिन्छ, मेरो बेस्ट अप्सन के हो मलाई भन, वाइ पनि भनिदेऊ, डन। बिकज मैले आफ्नो रिसर्च गरिसकेको हुन्छु अलिकति ब्याकग्राउन्डमा। सो त्यो गर्नु जरुरी हो, यसलाई रिसर्च गरेर लिनु। यो गर्दाखेरि डेटा ड्रिभन भयो भने हजुरको लाइफ एकदम इजी हुन्छ क्या। मेरो इएमआई अहिले मैले अझ घटाइसकेँ होइन, मैले डबल डाउन अस्ति मात्र लमसम फेरि तिर्देँ होइन। त्यसले गर्दा अब मेरो मन्थली पर्चेसिङ पावर बढ्दै जान्छ क्या होइन। यस्तो कुराहरू चाहिँ सबै कनेक्ट गर्छ क्या। हजुरले फाइनेन्स भन्नुभयो भेरी मच होइन, इन्सुरेन्स होइन, कार इन्सुरेन्स मेरो जी लाइसेन्स लिए कति घट्यो होइन, अनि अरू के मैले घटाउन सक्छु इन्सुरेन्समा, सो द्याट मेरो लगभग एक्स आउँछ भने त्यसलाई माइनस गर्न सक्ने के छ त्यो पनि बुझ्नुपर्छ के। अनि त्यहाँबाट ब्रोले चाहिँ त्यसैले सेल्स कन्सल्टेन्ट अगेन होइन। सो गोइङ ब्याक, ओके। सो म जस्तो सेकेन्ड बाई गर्नेलाई चाहिँ हजुरको के टिप्स हुन्छ त? फर्स्ट बाई त मैले एकदम बुझेँ, सेकेन्ड जति बाई गर्नलाई चाहिँ हजुरले के कुराहरू चाहिँ हेर्नुपर्छ? अब सेकेन्डचोटि किन्दाखेरि जस अब जसलाई चाहिँ एक्सपिरियन्स भइसकेको छ होइन, त्यो त मेजर चिजहरू त ब्रोले अब मेन्सन गरि नै हाल्नुभयो। धेरै कुराहरू चाहिँ त्यही नै हो आफूले ख्याल गर्नुपर्ने यताउति भनेको। अब धेरै जस्तो मान्छेहरूले सेकेन्ड कार लिँदाखेरि चाहिँ अब अलिकति नयाँ लिउँ भन्ने हुन्छ, त्यो चाहिँ स्टेज चाहिँ अलिकति पिआरहरू भइसकेपछि होइन, अलिकति फाइनेन्सियली इस्टाब्लिस भइसकेपछि भनेर भनौँ न। अब कस्तो भने युज्डको कुरा गरौँ कि नयाँको कुरा गरौँ? आई थिङ्क न्यू, मेरो थट प्रोसेस चाहिँ अहिले म न्यू लिउँ कि भनेर सोचिरहेको छु, बिकज युज त अलरेडी डिप्रिसिएटिङ भइरहेछ नि त। एटलिस्ट न्यूको अझ भ्याल्यु हुन्छ कि, मेरो एजुम्सन है। अब ब्रोले भन्नुपर्दा कुन चाहिँ ज्यादा बेटर हुन्छ? अब यस्तो छ, युज लिँदाखेरि चाहिँ अब आफूले कस्तो खालको लिइन्छ भनेर, धेरै पुरानो लिँदाखेरि पनि अब मेन्टेनेन्स कस्टहरू एसोसिएटेड हुने भयो। अब एकदमै पुरानो हुँदाखेरि होइन लाइफ एक्सपेक्टेन्सी कम भइरहेको हुन्छ। मैले कोही मान्छेलाई युज गाडी लिन रेकमेन्ड गर्छु भने चाहिँ यस्तो खालको लिनुहोस् कि जस्तै 3 देखि 5 वर्ष जति गुडेको गाडी जुनले चाहिँ सबै डिप्रिसिएसन खपिसकेको हुन्छ। किन भन्दाखेरि जुनसुकै गाडी लिनुहोस्, जुनसुकै ब्रान्डको लिनुहोस्, तपाईँले लटबाट निकालेर हिँड्ने बित्तिकै त्यो गाडी 20% डिप्रिसिएट भइसकेको हुन्छ भोलिपल्टै बेच्न लिएर आयो भने पनि होइन। सो अब अलिकति कस्ट कन्सियस बायरहरूले चाहिँ के भन्छ, युज्ड गाडी डिप्रिसिएट भएको अझै अर्को कुरा भन्नुपर्दा चाहिँ जस्तै म्यानुफ्याक्चर वारेन्टीहरू बाँकी भएको हुन्छ। धेरै जस्तो म्यानुफ्याक्चररहरूले 3 years 60,000 त्यो चाहिँ बेस वारेन्टी, पावर ट्रेनमा चाहिँ 5 year 100,000 किलोमिटर वारेन्टी अफर गरिरहेको हुन्छ। अब मेजोरिटी अफ द अब गाडी लिइसकेपछि पेमेन्ट आउँछ, त्यसपछि फेरि सँगसँगै मेन्टेनेन्स पनि आउनु थाल्यो भने त फेरि मजा भएन होइन। त्यो भएर वारेन्टीहरू भएको गाडीहरू लिँदाखेरि अलिकति कस्ट सेभिङ हुन्छ एक नम्बरमा। अब नयाँ लिने प्लान छ भने चाहिँ अब त्यो बेलासम्म त फाइनेन्सियली अब फाइनेन्सिङको अप्सनहरू हेर्नु भन्छु। नयाँ गाडीमा त त्यति टाउको दुखाइरहनु पर्ने कारण केही नै हुँदैन कन्डिसनको लागि लिएर चाहिँ होइन। नयाँ लिँदाखेरि मेन ख्याल गर्नुपर्ने भनेको इन्ट्रेस्ट रेट, अनि आफ्नो लागि टेलर फिट भएको चाहिँ पेमेन्ट छ कि छैन। फेरि आफ्नो बाई विकली इन्कम चाहिँ 1500 छ, कारको पेमेन्ट 700 हुन थाल्यो भने त फेरि त्यो भएन नि त।
त्यो भएर सबभन्दा मेन भनेको चाहिँ निड एनालाइसिस, आफूले कस्तो खालको लिँदाखेरि ठिक हुन्छ पहिला त्यो गरेर बजेट हुन्छ नि, त्यो रेन्जको गाडीहरू त अभियसली आफूले पर्सनली पनि रिसर्च गर्न सकिन्छ नि। अनि इन्सुरेन्सको कस्ट मेन, अब स्पेसल्ली यो हामी जस्तो स्कार्बो, टोरन्टो, मिसिसागा यो मेन ठाउँमा बस्नेहरू चाहिँ सबभन्दा मेन टाउको दुखाइ चाहिँ इन्सुरेन्स हुन्छ। मैले फर्स्ट इयर गाडी लिँदाखेरि मैले गाडीको पेमेन्ट भन्दा इन्सुरेन्सको पेमेन्ट धेरै तिरेँ होइन। अनि त्यो चिज चाहिँ ब्रान्डसँग पनि अट्याच भएको हुन्छ। जस्तै अलिकति धेरै चल्ने ब्रान्डहरू जस्तै यो होन्डा सिभिक, यो कमन मोडलहरू, टोयोटा कोरोला, उनीहरूको चाहिँ थेफ्ट रेसियो पनि धेरै हुन्छ होइन। अनि त्यसपछि अब धेरै गाडी रोडमा भइसकेपछि क्रासहरू पनि धेरै हुन्छ। उनीहरूले त इन्सुरेन्स कम्पनीहरू त सबै डेटा ड्रिभन भयो, अनि त्यो धेरै त्यो रिस्क फ्याक्टर हुने भएर नेचुरली नै इन्सुरेन्स हाई हुन्छ क्या। अनि अर्को अब इन्ट्रेस्ट रेट एकदम इम्पोर्टेन्ट। नयाँ लिँदाखेरि सकेको थोरै इन्ट्रेस्ट रेट भएको गाडीहरू लिनलाई रेकमेन्ड गर्छु म चाहिँ। यस, विच इज अगेन जिएमसीले 0% दिन्छ, त्यो चाहिँ आई थिङ्क कसैले बिट गर्न सक्दैन जस्तो लाग्छ क्या है। त्यो त अब माइनस नै हुनु पर्यो 0। तर सर्टेन मोडलहरूमा हो, सबै मोडलमा चाहिँ छैन होइन। तर एज इन जेनरल इन्डस्ट्री, यो क्यानाडियन इन्डस्ट्रीमा चाहिँ अलिकति कम हाम्रो नै होला जस्तो लाग्छ। मैले अरू ब्रान्डहरूको सबैमा त डिटेल हेरेको छैन, तर नर्मली हेर्दाखेरि जस्ट अब 5% नै छ। हाम्रो अहिले 4.99 समथिङ चलिरहेछ भनौँ न। सो अब अर्को क्याटेगोरी जाऊँ। यो क्याटेगोरी चाहिँ मेरो 1% मात्रै साथी होला होइन, प्रायः चाहिँ हार्ड वर्करै छ होइन। तर कोही कोहीलाई चाहिँ होइन, मलाई त मस्ट्याङै चाहियो होइन, अब डजै चाहियो मलाई त होइन। त्यो पुलिसले मात्र चल्यो, म पनि चढ्छु 10 भनेर, त्यो हुन्छ नि भित्रबाट आउँछ। अनि कमाइ चाहिँ त्यस्तै हुन्छ होइन, सबैको त्यही हो। अनि लिन्छन् ठुलो ठुलो होइन, डाइरेक्ट नयाँ लेटेस्टहरू लिन्छन् होइन। मैले एउटा कमन थिङ चाहिँ उनीहरूलाई के हुन्छ भने, इफ त्यस्तै डिजायर छ भने चाहिँ रेन्टमा लिऊ। रेन्ट एकदम सस्तो छ क्या गाडी यहाँ होइन। कहिलेकाहीँ त्यस्तो डिजायर आयो भने, तर नर्मल डे टु डे यताउता जान घुम्न जानलाई त यस्तो गाडी लियो भने होइन, अब अलिक भाइबल छ कि छैन तिमीले त्यो हेर्नुपर्छ भन्छु होइन। सो यो लग्जरी कार लिनेहरूलाई चाहिँ के टिप्स दिनुहुन्छ तपाईँ? अब यस्तो लग्जरी यदि दिमागमा म अब लग्जरी गाडी लिन्छु भनेर भन्ने जसले सोचिरहनु भएको छ, चान्सेस आर कि चाहिँ उनीहरूसँग जस्ट टन्नै पकेट छ होइन, अलिकति फाइनेन्सियली स्ट्रङ भएपछि न त्यो लिने हो होइन। अब लग्जरी स्पोर्ट्स सेगमेन्टमा गइसकेपछि चाहिँ धेरै अप्सनहरू ओपन हुन थाल्छ होइन। अब अमेरिकन स्पोर्ट्स कारहरू धेरै छ, जस्तै ब्रोले भने जस्तै मस्ट्याङहरू भयो होइन, डज हेलक्याटहरू भयो। मेन भनेको अब पैसाको म्याटर नहुने बित्तिकै त्यो त बाँकी चिज त टोय जस्तै नै भयो होइन, फनको लागि युज गर्नलाई। तर फाइनेन्सियल्ली हेर्दाखेरि चाहिँ जस्तै नयाँ यदि स्पेसली न्यू कमरहरू छ र नयाँ लग्जरी उसमा जाने छ भने चाहिँ अब म सरसर्ती जेनरल कुराहरू भनिदिन्छु। जस्तै अब धेरै सो स्पोर्ट्स लग्जरीहरूमा अब जर्मन ब्रान्डहरू छ, जस्तै मर्सिडिज, बिएमडब्ल्यू यस्तोहरू भयो होइन। लिने प्लान छ भने पनि नट अ ब्याड आइडिया होइन। जिन्दगी हो एकचोटि जिउने होइन, गर्नु त पर्यो। तर बेस्ट अप्सन भनेको चाहिँ लिजिङ हुनसक्छ। मैले धेरै फाइनेन्सिङको कुरा गरेँ, लिजिङको कुरा चाहिँ भर्खर गर्दैछु होइन। यो चाहिँ अरू गाडीहरू पनि लागु हुन्छ। जस्तै इफ यु आर समन हु लाइक्स टु चेन्ज द कार फर लाइक 3 year 4 year 3-4 वर्षमा गाडी चेन्ज गरिराख्ने त्यस्तो छ भने चाहिँ गाडी लिजिङमा लिने। लिजिङ लिँदाखेरि चाहिँ सर्टेन यो गाडी चाहिँ ब्रान्डले नै स्पेकुलेट गरेको हुन्छ, यति डिप्रिसिएसन हुन्छ भनेर फिक्स डिप्रिसिएसन भ्यालु हुन्छ। अनि त्यो डिप्रिसिएटेड भ्यालुमा चाहिँ पेमेन्ट बिल्ड हुने हो होइन। अनि टोटल फुल गाडीको फुल्ली ट्याक्स तिर्नु पनि पर्दैन, जति पोर्सन आफूले युज गर्यो त्यति नै ट्याक्स तिर्नुपर्ने हो। अनि अर्को मेन कुरा चाहिँ के हुन्छ भन्दाखेरि, अब टेक्नोलोजी जति कम्प्लेक्स भयो, यदि केही बिग्रियो भने त मेन्टेनेन्स कस्टहरू, रिपेयर कस्टहरू हायर हुने भयो नि त। अनि नयाँ गाडी लिजिङमा लिँदाखेरि चाहिँ धेरै जसो चिजहरू चाहिँ वारेन्टीकै अन्डरमा भइरहेको हुन्छ। त्यो भएको भएर यदि लग्जरी लिने प्लानमा छ, नयाँ लिने सोच्न हुनुहुन्छ भने चाहिँ लिजिङ कन्सिडर गर्नु भनेर भन्छु। अनि कोही अब सेल्फ इम्प्लोइड हुनुहुन्छ होला, कोहीको आफ्नै कम्पनी पनि छ होला, त्यो हुँदाखेरि जस्तै अब कम्पनीको नाममा राखेर त्यसरी गर्दाखेरि लिजिङबाट चाहिँ फुल्ली आफ्नो एक्सपेन्सेसहरू पनि 100% राइट अफ गर्नु मिल्छ। नाइस, दिस इज गुड है। म आई थिङ्क सेकेन्ड बाई चाहिँ मेबी लिजिङ पनि हेर्न सकिन्छ। जस्तै फर इक्जाम्पल मैले आइफोन के भन्छ स्यामसङ चाहिँ त्यो गरिरहेको छु क्या मेरो।
2 वर्षको लिजिङमा छ, 2 वर्षमा स्यामसङले नयाँ लन्च गरिरहेको छ, अहिले S26 कि होला 25 होला, त्यो 27 आउँछ, देन आई विल जस्ट लिज होइन, त्यो नयाँ लिने फेरि त्यो पुरानो दिने, अलिकति पैसा तिर्नु पर्ला, द्याट्स फाइन, तर म नयाँ पाएँ नि त। आई थिङ्क गाडीमा पनि त्यो गर्न सक्ने चाहिँ हजुर लिजिङ कन्सल्टेन्ट भएकोले त्यो पनि डिस्कस गरौँला होइन, म लिन आउने बेला। सो एउटा यसमा अब जस्तै कार भन्ने बित्तिकै चाहिँ अहिले त एकदम सेगमेन्ट भइसक्यो नि त, जस्तै इभी छ, तपाईँको हाइब्रिड छ, फ्युल छ होइन, धेरै छ नि त। मोस्ट अफ द मेरो सर्कलले चाहिँ यहाँ इभी चाहिँ नलिउ भन्छ, त्यो रिजनले गर्दा। एउटा चाहिँ लेस सुपर चार्ज गर्ने ठाउँ छैन नि त, अब घरमा पनि टाइम लाग्छ त्यो गर्न, अनि अब हामी त घुमिराख्नु पर्ने नेपालीहरू त, अनि चार्जिङ पोइन्ट नै भेटेन भने त के गर्ने त, ओटावा जानु पऱ्यो भने कतिवटा चार्ज पोइन्ट छ होइन, टेस्लाको एउटा इक्जाम्पल लिउँ, त्यस्तो भएकोले चाहिँ इभी नलिउ। अनि सेकेन्ड पोइन्ट चाहिँ अब चिसो ठाउँमा इभी चाहिँ जेनरली त्यति इफेक्टिभ हुँदैन भन्ने उनीहरूको होइन सरको एजम्सन हो। सो हजुरले हेर्दा चाहिँ यो जुन 3टा सेगमेन्ट छ नि, फ्युल भइहाल्यो ट्रेडिसनल, एन्ड देन इभी भयो होइन, एन्ड देन हाइब्रिड, यो 3टामा चाहिँ हजुरले चाहिँ के प्रिफर गर्नुहुन्छ, र तपाईँले चाहिँ अहिले अब्जर्भेसनमा चाहिँ के भइरहेछ अहिले नयाँ ट्रेन्ड? ओके, गुड क्वेसन होइन। धेरै खालको अब पावर ट्रेनहरू हुन्छ, मान्छे अनुसारको हुन्छ नि, निड पनि अलिकति डिफर गर्छ। इलेक्ट्रोनिक इभीहरू पनि अब नट अ ब्याड आइडिया यदि कोही मान्छेहरूले जस्तै हायर माइलेज गर्छ, जस्तै कसैले उबर गरेर आएको छ, उसको मेन पेसा नै गाडी उडाउने हो भने दिनमा एकचोटि चार्ज गर्यो, गाडीमा 400-500 किलोमिटरको रेन्ज पाइन्छ। त्यसले गर्दाखेरि फ्युल सेभिङको पर्सपेक्टिभबाट हेर्दाखेरि इभी अहिलेको हिसाबमा बेस्ट छ होइन। हाइब्रिड पनि इट्स भेरी गुड होइन, जस्तै प्लग इन हाइब्रिड पनि हुन्छ, रेगुलर हाइब्रिड पनि हुन्छ, दुइटै टेक्नोलोजी एकदम राम्रो हो। त्यो मैले इभी र हाइब्रिड रेकमेन्ड गर्ने भनेको चाहिँ जो बायरहरूले चाहिँ अलिकति हायर माइलेज गुडाउनु हुन्छ नि, जसले चाहिँ एभरेज ड्रिभन किलोमिटर चाहिँ मोर देन 100 किलोमिटर हुन्छ नि, जसको कसैको त काम धेरै टाढा हुन्छ, त्यस्तो टाइपको हुन्छ नि, त्यसकोहरूलाई चाहिँ इभी र हाइब्रिड रेकमेन्ड गर्छु म होइन। ह्याभिङ सेड द्याट, एकछिन ल, 100 पर विक भन्नु कि पर डे भन्नुभयो? पर डे, ओके। फ्युलको हिसाबले, किन भन्दाखेरि एक दिनमा 100 किलोमिटर गुडाउँदाखेरि त ग्यासको कस्ट त अब देखेको छ होइन। सो त्यो भयो। अब इभी अब अलिकति कम्पेरिटिभली न्युअर टेक्नोलोजी हो होइन, ब्याट्री टेक्नोलोजी, आफ्नै डाउन साइड पनि छ। एक अलिकति टेक्नोलोजीहरू जति इम्प्रुभ हुनुपर्ने त्यति इम्प्रुभ भइसकेको छैन, अलिकति प्रब्लमहरू फेस गर्न सकिन्छ होइन, कमन टेक्नोलोजिकल प्रब्लमहरू आउन सक्छ। तर म्यानुफ्याक्चररहरूले अहिले के गरिरहेको छ भन्दाखेरि इभीमा चाहिँ स्पेसली अलिकति लङ्गर वारेन्टीहरू दिइरहेको छ। जस्तै हाम्रो सेभ्रोलेमा आउने इभीहरूमा तपाईँले 8 years or 160,000 किलोमिटर, विच एभर कम्स फर्स्ट, भनेपछि फर्स्ट 8-9 वर्षलाई कभरेज हुन्छ, त्यसपछि त अब बिस्तारै टेक्नोलोजी पनि इम्प्रुभ हुँदै जाला होइन। अर्को त अब इन्भाइरोमेन्टको लागि पनि राम्रो भइ नै हाल्यो। अनि अर्को कुरा चाहिँ अब विन्टरमा एकदम जाडो हुन्छ, यो ब्याट्री टेक्नोलोजीहरू मान्छेहरूले भन्छन् कि रेन्ज धेरै दिँदैन यताउति भनेर भन्छन् होइन। सेम गोज विथ ग्यास कार, विन्टरमा आफूले पनि याद गरेको होला, अलिकति गाडीमा तेल धेरै हाल्नुपर्छ नि त होइन। सो इभी लिने कसैको मनमा छ भने चाहिँ लिज गर्नु भन्छु, किन भन्दाखेरि आफ्नो लिज म्याच्योर हुन्छ, लिएर गएर गाडी ड्रप गरिदियो, केही प्रब्लम आयो नआयो, टेक्नोलोजी इन्जोय गर्यो होइन, गुडायो, आफ्नो उ गऱ्यो, यु क्यान बी अन यर वे। त्यसपछि अपग्रेड गर्ने अप्सन आउला अब बिस्तारै राम्रो हुँदै गयो भने। अनि कोही किन्ने मनसायमा हुनुहुन्छ भने चाहिँ जस्तै इभीहरू अहिले मार्केटमा त्यति धेरै अलिकति स्याचुरेटेड भइसकेको छैन, डिप्रिसिएसन एकदम हाई भोल्युममा हुन्छ। जस्तै टेस्ला लिएर मैले 1 महिनामा बेच्न चाहेँ भने लगभग 50% डिप्रिसिएट भइसकेको हुन्छ। तर कन्डिसन त गाडीको 1 महिना पुरानो गाडीको कन्डिसन त केही बिग्रेको हुँदैन नि त, इट्स गुड फर 8 to 10 years होइन। किन्ने मनसायमा हुनुहुन्छ भने चाहिँ त्यस्तो गाडी युज्डबाट उठाउनु के। अनि युजबाट लिँदा अरू एउटा डाउन साइड भनेको चाहिँ इन्ट्रेस्ट रेट हो, हायर इन्ट्रेस्ट रेटमा परिन्छ। तर आफूले हल्का पैसा जम्मा छ भने अलिकति सकेको धेरै पैसा डाउन पेमेन्टमा हालिदिने होइन, त्यसले गर्दा कस्ट अफ फाइनेन्सिङ कम हुन्छ, अनि आफूले इन्जोय पनि गर्नु मिल्यो। एडभान्स टेक्नोलोजीहरू हुन्छ स्पेसली इभीहरूमा, किन भन्दाखेरि हायर प्राइस ट्यागमा आएको हुन्छ। अनि हाइब्रिड चाहिँ अब मलाई राम्रो ग्यास माइलेज पनि चाहिन्छ, तर के भन्छ म धेरै किलोमिटरहरू कुदाउँछु भनेर भन्यो, तर म ह्यासल चाहिँ दिँदिनँ, लिएर घरमा जाऊ, प्लग इन गर होइन,
त्यस्तो चाहँदैन, त्यस्तो खालकोहरूलाई चाहिँ हाइब्रिड बेस्ट हुन्छ भन्छु। अब ग्यास त अब रेगुलर ट्रेडिसनल केही भन्नै परेन। त्यही त एउटा मेरो एउटा एकदम सुपर स्मार्ट साथी छ क्या, उसले चाहिँ मलाई इभी होइन टेस्ला मैले लिएँ भने मैले यति धेरै प्रिमियम तिर्दो रहेछु एज अपोज टु फ्युलमा क्या, उसले त्यस्तो क्यालकुलेसन गरेर देखाएको थियो क्या मलाई, भेरी स्मार्ट। किनभने इभी त प्रिमियममा आउँछ नि त, त्यो प्रिमियम चाहिँ मैले तिर्दाखेरि मैले त्यति माइलेज युज गर्छु होला त, या म त्यति किलोमिटर ट्राभल गर्छु होला त, म त घरबाट नेपाल के भन्छ कामबाट घरमा त जानु नि, म त्यो इकोनोमिकली भएन भनेर चाहिँ उसले मलाई आर्गुमेन्ट गरेको थियो क्या। भेरी नाइस, त्यो त्यसरी गर्नुपर्छ जस्तो लाग्छ होइन। अब यही कुरा गर्दा गर्दा चाहिँ मलाई क्वेसन चाहिँ के आयो भने, अब आई थिङ्क आउ थ्रु दिस क्वेसन टु यु होइन, मसँग दुईवटा क्वेसन मात्र बाँकी छ। योगेशजी थ्याङ्क यू सो मच होइन, यो हजुरको इन्साइट चाहिँ रियली इट्स रियली कमेन्डेबल क्या। हुन्छ नि कतिजना मान्छेहरूलाई चाहिँ यो थाहा पनि छैन। म सिरिज पार्ट 2 पनि कसैले भन्नुहुन्छ भने आई थिङ्क हामीसँग त्यति कन्टेन्ट छ क्या, हामीले एकदम कन्डेन्स गरेर बोलिरहेको छौँ अहिले होइन। जेनरल इन्फर्मेसनहरू मात्रै दिइरहेको छौँ होइन। अब सबै मान्छेहरूको फरक फरक हुन्छ, यो मान्छेलाई यो गाडी सुटेबल हुन्छ, यो मान्छेलाई यो ब्रान्ड सुटेबल हुन्छ। जस्तै मैले फेसबुक पोस्टहरूमा देखिरहेको हुन्छु, कुन गाडी लिँदा ठिक होला भनेर पोस्ट आइरहेको हुन्छ, होन्डा टोयोटा माज्दा किन अरू केही। अब ठिक छ गुड ब्रान्ड होइन, तर त्यसमा पनि अब कोही ड्राइभरले एकदम रगेटेर गुडाएको होला होइन, अब फ्युल नै टपअप के भन्छ इन्जिन अइलै टपअप नगरेको होला। त्यो त्यस्तो जेनरलाइज गर्नु भनेको चाहिँ एकदम नराम्रो हो जस्तो लाग्छ क्या। अब इन्डिभिजुअल गाडीमा रिसर्च गर्ने होइन, कन्डिसनहरू फाइनेन्सिङहरू त्यो पाटो चाहिँ ऊ गऱ्यो भने सबै मोडर्न ब्रान्डहरू होइन, कुनै पनि ब्रान्डहरू प्रब्लम फ्री त छैन, तर 200-300,000 किलोमिटर गुडाउनलाई चाहिँ कुनै ब्रान्डमा नि प्रब्लम हुँदैन यदि ड्राइभरले चाहिँ राम्रो आफ्नो मेसिनको टेक केयर गर्छ भने। एट द एन्ड इट्स ड्राइभर क्या, म चाहिँ त्यही पोइन्ट थियो, एट द एन्ड इट्स ड्राइभर। सो अब यही कुरा गरौँ न होइन, यो कमन अब्जर्भेसनहरू या मिस्टेक्सहरू यो अटो इन्डस्ट्रीमा हजुरले दिएर। आई नो हाम्रो नेबर कन्ट्रीहरूले यति धेरै स्क्याम निकालेको छ यहाँ आउट अफ इट होइन। बोयफ्रेन्डको गाडीको लागि क्रेडिट कार्ड आफ्नो गर्लफ्रेन्डले दिइरहेछ अनि उसको स्कोर गइरहेछ बिकज बोयफ्रेन्डले पैसा तिरेन होइन। सो यति धेरै धेरै अब्जर्भेसन छ होइन। म हजुरलाई चाहिँ अब स्पटमा राख्न चाहन्छु र के अब्जर्भेसन हजुरले कति बोल्न सक्नुहुन्छ होइन। यो मिस्टेक्सहरू चाहिँ एकचोटि तपाईँले भन्नुहोला र हजुरले त्यसलाई समाधान गर्न चाहिँ हियर इज माई सजेसन एज अ सेल्स कन्सल्टेन्ट पनि भनिदिनु होला, सो द्याट त्यसको सोल्युसन एज अ थाहा होस् होइन। सो हियर यु गो। ओके, सो यो भर्खर आफूले मेन्सन गरेको भएर यो कुरा चाहिँ म लिएर आउन चाहिहालेँ होइन। भर्खरै रिसेन्टली एकजना भाइको चाहिँ के भएको रहेछ भने उसको साथीले चाहिँ त्यो इलेक्ट्रिक बाइसिकल हुन्छ नि त्यो निकाल्न खोजेको रहेछ। मैले सानो इक्जाम्पल दिन चाहेँ। अनि उसलाई चाहिँ यो सानो यो अलिकति कोसाइनर भनेको मान्छेहरूलाई त्यति टर्म थाहा हुँदैन नि त। त्यो भनेको चाहिँ यदि जो मेन एप्लिकेन्टले तिर्न सकेन भने चाहिँ उसको फुल फाइनेन्सियल रेस्पोन्सिबिलिटी मेरो हो भनेर त्यो कन्सेन्ट दिनु हो होइन। जो चाहिँ मान्छेहरूलाई थाहा हुँदैन, नेपालमा त्यो ग्यारेन्टर बस्ने भने जस्तो हुँदैन, डाइरेक्टली साइन त हो, एउटा साइन सानो साइन गरिदिनु त हो भन्ने हुन्छ। डाइरेक्टली आफ्नो क्रेडिटसँग अट्याच हुन्छ। यदि कसैको लागि कोसाइन गरिरहेको छ भने त्यो हाफ फाइनेन्सियल रेस्पोन्सिबिलिटी आफूले लिनु हो होइन। यदि आफ्नो इमिडिएट फ्यामिली मेम्बर होइन भने एकदम क्लोज साथी छ भने पनि कोसाइन चाहिँ कसैको लागि पनि नगर्नु भनेर भन्न चाहन्छु। किन भन्दाखेरि अहिले फाइनेन्सियली राम्रो गरेर होला साथीले होइन, ल ठिक छ उसको राम्रो लागि भनेर फाइनेन्सियली कोसाइन गरेको होला, आफ्नो क्रेडिट अट्याच भएको हुन्छ। अब फर इक्जाम्पल उसले फ्युचरमा पेमेन्ट गर्न सकेन अथवा उसको गाडी रिपोजिसन हुने भयो होइन, त्यस्तो कुराहरू भयो भने आफ्नो क्रेडिट अब वर्षौँ लाग्छ क्रेडिट बिल्ड गर्नलाई होइन। त्यो क्रेडिट एक वर्ष पनि लाग्दैन तहस नहस हुनलाई। त्यसपछि अब सबै चिज यो देशमा त सबै क्रेडिटबाटै चल्ने हो होइन। अनि आफ्नो क्रेडिट वर्दिनेस जिरो हुन्छ, ब्याङ्कले कहिले पनि लोन नै पत्याउँदैन। त्यो चिज चाहिँ स्पेसल्ली अब जब मान्छेहरूलाई सेटल डाउन हुने आएको हामीहरू यहाँ घर किन्नु पर्ने हुन्छ होइन, धेरै कुराहरू हुन्छ नि त, क्रेडिटसँग त धेरै कुराहरू रिलेटेड छ नि त। त्यसले गर्दा चाहिँ फ्युचरमा एकदमै असर गर्छ। त्यो चाहिँ बिल्कुल नगर्नु भनेर भन्छु त्यो क्रेडिट चाहिँ होइन। अनि अर्को कुरा लिँदाखेरि स्क्यामबाट बचौँ। जस्तै फेसबुक मार्केट प्लेसमा मैले अहिले पनि खोलेर मैले इक्जाम्पलै देखाइदिन सक्छु। 10वटा एड हेऱ्यो भने लगभग 5वटा जति चाहिँ स्क्याम नै हुन थालिसक्यो। कसरी आइडेन्टिफाई गर्ने त्यो स्क्याम हो भनेर? अब धेरै टेक्निकहरू छ। मैले चाहिँ मेरो काम नै दिनभरि जस्तै अब कार इन्भेन्ट्री इन्क्रिज गर्नलाई चाहिँ दिनभरि हेर्ने, मान्छेहरूलाई कल गर्ने, बाइक धेरै एउटा पार्ट अफ द जब पनि हो होइन।
फेसबुक मार्केट प्लेसमा चाहिँ सकेसम्म गाडी किन्नलाई अभोइड गर्नु भनेर भन्छु। जेन्युन सेलरहरू पनि हुन्छन् हुन चाहिँ, तर कमन आइडेन्टिफाई गर्ने टेक्निकहरू भनेको, मैले युज गर्ने टेक्निकहरू भनेको चाहिँ सबभन्दा पहिला गाडीको एड देख्यो अलिकति हुन्छ नि अपिलिङ लाग्यो भने चाहिँ सबभन्दा पहिला त्यो मान्छेको प्रोफाइल खोलेर हेर्ने। अनि कोही मान्छेहरू पनि एकदम 10-15 वर्षदेखि स्क्याम गरेर आएको हुँदैन नि, भर्खरै गर्न थालेको हुन्छ नि त होइन। उनीहरूको अकाउन्टहरूमा जस्तै यत्तिकै जेनरलाइज हुन्छ नि नर्मल मान्छेको प्रोफाइल पिक्चरहरू छैन। अनि सबभन्दा मेन भनेको चाहिँ रिसेन्टली क्रिएटेड अकाउन्ट छ, जस्तै 2020 देखि मासतिर क्रिएटेड भएको अकाउन्टहरू छ भने अब यत्रो भइसक्यो सोसियल मिडिया आएको, कोही मान्छेले नि 2-3 वर्ष अगाडि फेसबुकले खोलेको हुँदैन नि त, अथवा कुनै सोसियल अकाउन्ट त खोलेको हुँदैन नि त। म चाहिँ त्यो हेर्छु, सबभन्दा फर्स्ट रेड फ्ल्याग चाहिँ त्यो हो मेरो लागि। अनि अर्को फ्रेन्ड लिस्टहरू हेर्छु, जस्तै 20-25 जना फ्रेन्ड लिस्ट छ भने द्याट्स फर स्योर स्क्याम अकाउन्ट। अब कसैको त थोरै फ्रेन्ड सर्कल पनि होला, तर म्याक्सिमम अफ द चान्स होइन। अनि स्क्रोल गर्दै गयो भने त्यो एउटा मान्छेहरूले एड पोस्ट गरेको हुन्छ, अनि डिस्क्रिप्सन हुन्छ, अनि एकजना मान्छेको गाडीको फोटो र अर्को मान्छेको डिस्क्रिप्सन त्यसरी मिलाएर उनीहरूले त्यसरी राखेको हुन्छ। यतिकै हेर्दै आइडेन्टिफाई गरिन्छ, अब म चाहिँ एक्सपिरियन्स भएको भएर होइन। अनि अब त्यो त्यस्तो खालको मान्छेहरूलाई यदि हो कि होइन भनेर चेक गर्नु पर्यो भने गाडीको स्पेसिफिक क्वेसनहरू सोध्ने के। उनीहरूले अलिकति मम्बल गर्यो भन्दाखेरि चाहिँ अलिकति हेजिटेन्ट भएको जस्तो भयो, त्यस्तो भयो भने चाहिँ त्यो रेड फ्ल्याग भयो। जस्तै मैले गाडीको फोटो पोस्ट गरेको हुन्छ होइन, अनि त्यसपछि स्क्याम हो कि होइन हेर्दाखेरि जेन्युनै लाग्यो, तर धेरै जस्तो स्क्यामरहरूले त अब प्रिटेन्ड गर्छन् नि त जेन्युन भन्नलाई त होइन। अनि केही नोटिस गरे जस्तो गरेर के आई सी स्क्रैच अन द लेफ्ट ह्यान्ड साइड बम्पर, क्यान यू प्लिज सेन्ड मी अ पिक्चर अफ द्याट भन्ने बित्तिकै उनीहरूले त्यो पिक्चर म्याचिङ त कहाँबाट गरेर ल्याउन सक्छ त्यो गाडीको, यदि उनीहरूले इन्टरनेटबाट फोटो डाउनलोड गरेर एड गरेको हो भने होइन। त्यस्तो कुराहरूले आइडेन्टिफाई गर्न सकिन्छ स्क्यामको लागि चाहिँ। अनि सेकेन्ड चिज भनेको कारफ्याक्स, इट्स भेरी इम्पोर्टेन्ट होइन। ब्रोले पनि पहिला कारफ्याक्समै काम गरे हो नि होइन? यस यस, इन्टर्न गरेको थिएँ। कारफ्याक्समा चाहिँ अब धेरै जस्तो बडी सपहरूदेखि लिएर डिलरसिपहरू सबै चिज जस्तै ओनरसिप ट्रान्सफरदेखि लिएर सबै चिजहरू चाहिँ डेटा कारफ्याक्सले लिन्छ होइन। कारफ्याक्समा जस्तै सर्भिस हिस्ट्रीहरू हेर्नु पर्यो, मेन भनेको एक्सिडेन्टल हिस्ट्रीहरू हेर्नु पर्यो। अनि एक्सिडेन्टल हिस्ट्रीमा चाहिँ माइनर क्लेम छ, तर पनि त्यो आइडेन्टिफाई छैन कस्तो खालको चाहिँ एक्सिडेन्ट हो भनेर आइडेन्टिफाई छैन भने देयर इज अ रेड फ्ल्याग्स। किन भन्दाखेरि पर्सनल सानो सानो बडी सपहरूमा लिएर गएर उनीहरूले त्यो क्लेम थोरै देखाउनलाई चाहिँ त्यसरी रिपेयर गरेको पनि मैले पाएको छु। अनि अरू के छ त यार, कारफ्याक्सहरू राम्रो हेर्नु पर्यो। अनि त्यसपछि जस्तै सर्भिस ओन्टारियोमा गयो भने पनि एउटा युज्ड कार के भेहिकल प्याकेज भनेर पाइन्छ क्या। त्यो $8 पे गरिसकेपछि त्यो ओन्टारियो सर्भिस ओन्टारियोमा सबै त्यो के भन्छ डेटाहरू हुन्छ गाडीको अहिलेसम्म ओनरसिपदेखि लिएर यताउतिहरू। अनि लिन चेक गर्ने मेन कुरा, जस्तै अब मान्छेहरूले गाडी बेच्न खोजिरहेको हुन्छ होइन, ए ल कन्डिसन सब ठिक रहेछ भनेर किन्यो, वाट इफ देयर इज अ लिन अगेन्स्ट इट भनेको लोन हो है गाडीको, ब्याङ्कले लोन गरिरहेको छ, उसको पेमेन्ट चाहिँ 30 के भन्छ 30,000 पे अफ छ होला, गाडी चाहिँ ओहो मैले सस्तोमा पाएँ भनेर किन्ला, लास्टमा ब्याङ्क विल कम आफ्टर यु। त्यो कुराहरू मेजर भयो। त्यसपछि अब कन्डिसन त मैले भनि नै हालेँ, अलिकति राम्रो मेकानिककोमा लिएर गएर इन्सपेक्सन गराएर मेक स्योर गर्ने आफ्नो लागि ठिक छ कि छैन भनेर होइन, नत्र फेरि मेन्टेनेन्स कस्टहरू एकदम हाई हुन्छ। सायद त्यति नै होला। अरू केही छ मैले टच नगरेको सब्जेक्टहरू छ भने ब्रोले केही मेन्सन गर्दा हुन्छ? आई थिङ्क ओभरअलमा हामीले ओभरअलै कभर चाहिँ गरिसक्यो। अभियसली अगेन यो लाइफ इन्सुरेन्स जस्तै हो क्या, एउटा मान्छेलाई काम गर्ने अर्को मान्छेले काम नगर्न सक्छ होइन। यो भनेको एकदम कस्टमाइजेसन हो क्या। हामीले त जेनरल कुरा गरिरहेको छौँ यहाँ, मैले नै कति मेरो कुराहरू टचअप गर्न सकिन्छ यहाँ, मैले एज अ फर्स्ट बायर कसरी गर्न सकेँ त्यो त अथाह छ होइन। सो हजुरलाई चाहिँ रिच आउट गर्न म लिङ्क्डइन प्रोफाइल पनि हालिदिन्छु होइन, प्लिज रिच आउट टु हिम होइन। अब होइन मलाई टोयोटै लिनु छ भने पनि ही क्यान गिभ यु अ सजेसन क्या होइन। ऊ जिएमसीमा काम गर्यो भन्दैमा हुँदैन होइन, मैले गरिरहेको हुन्छ। अब एउटा रेस्पोन्सिबिलिटी पनि बन्छ आफ्नो कम्युनिटीको मान्छेहरूलाई हेल्प गर्ने भनेर। सबै मान्छेहरूको निड फरक हुन्छ होइन। जस्ट बिकज मैले एउटा ब्रान्डमा काम गर्छु भनेर अरूलाई अर्को ब्रान्डको गाडी लिनलाई मन पराएको छ, इन्ट्रेस्ट छ भन्दैमा मैले नदिने एडभाइस चाहिँ सम्भवतः कम नै गर्छु होला मैले अरू गर्नेहरूलाई नि।
मैले कतिजना उहरूले रिच आउट गरिरहेको हुन्छन्, 1-2जनालाई अलमोस्ट एभ्री डे नै हेल्प गरिरहेको हुन्छु होइन। रिच आउट गर्दा केही फरक पर्दैन, आई विल ट्राई माई बेस्ट। मैले जस्तै कम्युनिटीमा अलिकति एक्टिभ मान्छेहरूलाई चाहिँ हेरि नै रहन्छ। सो योगेश त त्यही भएर नि ब्रोलाई रिच आउट गरे हो र यो पोडकास्ट बने पनि हो होइन। सो लास्ट क्वेसन फर यु योगेश, अब पिआर पनि पाइहालिन्छ हेर साथी यहाँ होइन, तर अब ब्रदरले त्योभन्दा बियोन्ड के हेरिरहेको छ, पिआर भन्दा बियोन्ड के हेरिरहेको छौ, कसरी सोचिरहेको छौ, अब फ्युचर कस्तो गर्ने होला, के गर्ने होला, युआर म्यारिड गाई एज वेल, सो के छ प्लान अब? अब त्यो त अब पिआर त अब सेटलमेन्टको लागि भइ नै हाल्यो होइन। अब कन्ट्रीको कन्डिसनले पनि हुन्छ, घरै फर्केर जान पनि सकिन्छ अलि समय पछाडि होइन। तर अब यहाँ सेटलमेन्ट हुने प्लान भइसकेपछि चाहिँ बिस्तारै अब एक्सपिरियन्स गेन गर्दै जाउँ, अलिकति पछि म्यानेजमेन्ट पोजिसनहरूतिर एम छ मेरो चाहिँ। अलिकति बेसी फाइनेन्सिङ पार्टमा चाहिँ हुन्छ नि, अब 5-10 वर्षमा फाइनेन्स म्यानेजर भन्ने प्लान छ मेरो चाहिँ। हेरौँ अब भाग्यले कतिको साथ दिन्छ भनौँ। म त एउटा कुरा जहिले पनि साथीहरूसँग बस्दाखेरि, सो हामी जस्तै लाइक माइन्डेड पिपुलसँग बस्दाखेरि म के हुन्छ भने साथीहरूले यस 5 वर्षमा म्यानेजर भइन्छ, द्याट्स भेरी गुड, डिसेन्ट थट होइन। तर 10 वर्षमा चाहिँ त्यो म्यानेजर भन्दा माथि पनि अन्टरप्रेनर हुनुपर्छ जस्तो लाग्छ क्या होइन। एज अ कम्युनिटी ब्रोले नै एउटा जिएमसीको ब्रान्च खोल्न सक्यो भने त होइन, त्यो जस्तो राम्रो केही नि हुँदैन जस्तो लाग्छ हामीलाई। एज अ होराइजन पनि ठुलो भयो होइन। सो म त्यही विस गर्छु ब्रदर तिम्रोलाई पनि होइन। आई थिङ्क अब हामी भेटिहाल्छौँ नो वरिज त्यसमा त। तर ब्रोले एकदम राम्रो वर्क गरिराख्नु भएको छ होइन, थ्याङ्क यू सो मच। म चाहिँ कम्युनिटीमा काम गर्ने मान्छेहरूलाई एकदम मान्छु योगेश होइन ब्रो। कम्युनिटीलाई अब हामी 3 वर्ष यहाँ आएर जति कन्ट्रिब्युट ल्याएको छौँ हामीले गिभ ब्याक दिनैपर्छ होइन। अब यो त कन्टिन्युस प्रोसेस हो नि त, साथीहरू आइराख्छन्, सबैलाई हेल्प चाहिन्छ, सबको थट प्रोसेस त्यही हो होइन। सो हजुरकोबाट चाहिँ मेरोबाट त यही हो, हजुरकोबाट चाहिँ कन्क्लुडिङ वर्ड्स हाम्रो अडियन्सलाई राखेर हामी यो पोडकास्ट एन्ड गर्नु पर्ला। ओके ब्रो, सो फर्स्ट अफ अल चाहिँ म तिमीलाई पनि एकदम धेरै एप्रिसिएट गर्न चाहन्छु, जति आफू हुन्छ नि कम्युनिटीमा। जस्तै अहिले पनि के यो पोडकास्ट पछाडि के प्रोग्राममा जानु छ भने होइन? यस, इमिग्रेसन प्रोग्राम हुँदैछ हाम्रो, अशोक दाइ आउनुहुन्छ यता लन्डनमा, सो कम्युनिटीको लागि नै हो एकदम। अब हाम्रो नयाँ देश नयाँ ठाउँ होइन, यहाँको कल्चरसँग भिज्ने त एउटा छुट्टै कुरा छ, तर आफ्नो एउटा कम्युनिटी पनि बिल्डअप हुनु कति इम्पोर्टेन्ट छ भनेर मैले चाहिँ कहाँबाट देख्छु भन्दाखेरि, जस्तै यहाँ नजिकै एकदम ठुलो चाइनिज कम्युनिटी छ क्या मार्कममा। एभ्री सिङ्गल पर्सन, कोही मान्छे गाडी किन्न आयो भने, मैले पर्सनल एक्सपिरियन्सबाट देखेर भनेको होइन, दे विल अलवेज लुक फर अ चाइनिज सेल्स रेप होइन। त्यो भएर हाम्रो कम्युनिटीमा पनि तिमीले जे गरिरहेको छौ, जुन जुन आफ्नो फिल्डहरू छुट्टै छुट्टै फिल्डमा काम गर्ने मान्छेहरू छन्, कोही मान्छेहरू कति माथि पुगिसके होइन, सबै मान्छेहरूलाई आइडेन्टिफाई गरेर जसरी एक ऊ गरेर एक ठाउँमा एउटा छाताभित्र लिएर आउने गरेर यो पोडकास्ट चलाएर मलाई एकदम राम्रो लाग्छ। किन भन्दाखेरि मान्छेहरूलाई थाहा पाउनु पनि जरुरी छ। अनि जस्तै केही पर्दाखेरि कुनै आफ्नो फिल्ड सम्बन्धी रिलेटेड हुँदाखेरि चाहिँ रिच आउट गर्न पनि सजिलो हुन्छ। अनि जो मान्छे चाहिँ आफ्नो कम्युनिटीमा हुन्छ नि, त्यो मान्छेलाई आफ्नो प्रब्लमहरू अथवा बिजनेसहरू ह्यान्डल गर्न दिँदा चाहिँ अलिकति एक्स्ट्रा इजी हुन्छ। अनि अलिकति जस्तै एज अ पर्सन पनि कोही एज अ नेपाली कस्टमर मसँग आउँदाखेरि चाहिँ मैले अरूभन्दा जहिले एक्स्ट्रा केयरै गरिरहेको हुन्छु क्या। सो ठिक छ भनौँ न, ब्रोको लागि अल द बेस्ट। अनि जति पनि नेपाली मान्छेहरू, जति पनि नेपाली न्यु कमरहरू हुनुहुन्छ, स्टुडेन्टहरू अथवा जो पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, गाडी भनेको चाहिँ एकदम इम्पोर्टेन्ट डिसिजन हो जसले चाहिँ तपाईँलाई फाइनेन्सियली होल्ड ब्याक गरेर राख्न सक्छ लामो समयसम्म। सो गाडी किन्दाखेरि चाहिँ एकदम स्मार्टर डिसिजन लिउँ, अलिकति फाइनेन्सिङको पार्टहरू अलिकति राम्ररी उ गरौँ होइन। अल द बेस्ट भन्न चाहन्छु। अनि केही इन्क्वायरिजहरू छ गाडीको रिलेटेड अथवा इफ युआर इन द मार्केट टु बाई अ कार होइन, यु क्यान फिल फ्री टु रिच आउट टु मी। ओके, द्याट्स ग्रेट, थ्याङ्क यू सो मच योगेश जी। अब चाँडै भेटौँला है त। ल, थ्याङ्क यू ब्रदर, बाइ बाइ।